कन्स्ट्रक्सन गर्ने आधारहरू के हुन् भन्ने विषयमा कुरा गर्यौँ। त्यसपछि म्यापको वर्गीकरण कुरा गरिसकेपछि जनरल प्रोसेस अफ म्याप मेकिङ भनेर हामीले चाहिँ नक्सा निर्माण गर्ने विधि के हो, प्रोसेस के हो भन्ने विषयमा हामीले कुरा गरिरहेका थियौँ। त्यहाँमध्ये नै हामीले हिजो के कुरा गरौँ त जनरल प्रोसेस अफ म्याप मेकिङमा भन्दाखेरि एउटा चाहिँ फ्रेमवर्क डिजाइन गर्ने कुरा गऱ्यौँ हामीले। कसरी फ्रेमवर्क डिजाइन गर्ने, नक्सा निर्माण गर्दाखेरि फ्रेमवर्क डिजाइन भनेर के हो, एक नम्बरमा फ्रेमवर्क डिजाइनमा हामीले के काम गर्ने हो त भन्ने विषयमा हामीले कुरा गऱ्यौँ। फ्रेमवर्क डिजाइन गर्ने वा नक्साको खाका तयारी गर्ने भनेर भन्यौँ हामीले। ओभरअल कुराहरू, महत्त्वपूर्ण कुराहरू जुन चाहिँ हामीले नक्सा निर्माण गर्नुभन्दा पहिला मिलाउनु पर्ने सैद्धान्तिक विषय तपाईँको चाहिँ नि स्केलको कुरा, प्रोजेक्सनको कुरा, डाटमको कुरा होइन, त्यसपछि सिट नम्बरिङ सिस्टमको कुराहरू, कुन मेथोडोलोजी प्रयोग गर्ने भन्ने कुराहरू, कस्तो कलर, कस्तो सिम्बल, कस्तो लेआउट प्रयोग गर्ने, यावत कुराहरूको बारेमा हामीले कुरा गऱ्यौँ। त्यो भनेको फ्रेमवर्क डिजाइनभित्र थियो। फ्रेमवर्क डिजाइन गरिसकेपछि त्यहाँभित्र अब हामी प्लानिङ गर्ने, योजना निर्माण गर्ने, कहिलेदेखि काम सुरु गर्ने, त्यसपछि तपाईँको चाहिँ नि रिसोर्स के हुने, तपाईँको चाहिँ नि फिल्ड डाटा कलेक्सन गर्ने, यस्तो सबै कामहरू हामी यसमा गर्छौँ। त्यसपछि हामीले चाहिँ डेटा कलेक्सन गर्ने भनेर भन्यो। डेटा कलेक्सनमा स्मल स्केलको लागि भयो के गर्ने, लार्ज स्केलको लागि भयो के गर्ने, अगर सानो एरिया कभरेज छ भने के गर्ने, ठुलो एरिया कभरेज छ भने के गर्ने भन्ने कुराहरू नि हामीले गऱ्यौँ। 3 नम्बरमा हामीले चाहिँ नि म्याप कम्पाइलेसन गर्ने, डाटा कलेक्सन भइसकेपछि कम्पाइलेसन गर्ने र आवश्यक पर्यो भनेदेखि यदि हामीले चाहिँ नि लार्ज स्केल म्यापलाई स्मल स्केलमा कन्भर्ट गरेका छौँ, रिडक्सन गरेका छौँ, त्यति बेला चाहिँ जर्नलाइजेसन पनि गर्नुपर्छ भनेर हामीले कुरा गर्यौँ। जर्नलाइजेसन गर्ने भन्यौँ। हिजो त्यसमा तपाईँको कुनमा चाहिँ डाटा इन्फर्मेसन बढी हुन्छ, कुनमा कम हुन्छ भनेर हामीले स्केल अनुसार चाहिँ लार्ज स्केल भयो भनेदेखि एरिया कभरेज कम हुन्छ, त्यसपछि चाहिँ इन्फर्मेसन चाहिँ धेरै हुन्छ। स्मल स्केल भने एरिया कभरेज बढी हुन्छ, इन्फर्मेसन कम हुन्छ भनेर कुरा गर्यौँ। त्यही क्वेसन तपाईँको कोसीमा आएको पनि रहेछ, तपाईँले गर्नुभयो होला। हामीले डिस्कस गरेको विषय थियो अगाडिपट्टि, पछि हाम्रो चाहिँ त्यही क्वेसन चाहिँ इक्जाममा आएको पनि देखेँ मैले। त्यसपछि क्लास भर्खरै सुरु गरेको मैले, यति मात्रै लेखेको हो। त्यसपछि म्याप कम्पाइलेसन जर्नलाइजेसन गरिसकेपछि अब हामीले के गर्ने त भन्दाखेरि अब म्याप डिजाइन गर्ने भन्यो। हामी यहाँ डिजाइनमा थियौँ। म्याप डिजाइन गर्ने, म्यापलाई मिनिङफुल बनाउने, म्यापलाई एट्र्याक्टिभ बनाउने, म्यापलाई इन्फर्मेटिभ बनाउने भन्ने कुरा म्याप डिजाइन हो भनेर हामीले कुरा गर्छौँ। त्यसमा चाहिँ हामीले चाहिँ सिम्बल हेर्नुपर्छ, कलर हेर्नुपर्छ, त्यसपछि तपाईँको चाहिँ नेम प्लेस प्रोपरली हुनुपर्छ, टेक्स्टहरू सहीसँग डिजाइन गर्नुपर्छ, लेआउट हेर्नुपर्छ, सबै कुराहरू हामीले यसमा भनेका थियौँ। अब ध्यान दिनुपर्ने कुरा के हो त म्याप डिजाइनमा भन्ने कुरामा चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा गर्दाखेरि चाहिँ तपाईँको युजरको हेर्नु पर्यो, पर्पज के हो हेर्नु पर्यो, तपाईँको चाहिँ नि अब इन्फर्मेसन सहीसँग वितरण हुनु पर्यो, कन्सिस्टेन्सी हुनु पर्यो, त्यसपछि कहाँ पब्लिस गर्ने हो, कि हामीसँग रिसोर्स एभाइलेबल के छ, त्यो यावत कुराहरू हामीले विचार गर्नुपर्छ भनेर हामीले भनेका थियौँ। त्यो विषयमा म्याप ध्यान दिनुपर्ने कुरा पहिला भन्यौँ। यो म्याप डिजाइनभित्र ध्यान दिनु पर्ने कुराहरू, पोइन्ट टु बी कन्सिडर ड्युरिङ म्याप डिजाइन भन्ने विषय हो। के अन्त त्यहाँ म्याप डिजाइन गर्दै गर्दा यो हेर्ने, यो हेर्ने, यो हेर्ने, यो हेर्ने, यस्तो विषयहरू हामीले कुरा गर्यौँ। म्याप डिजाइनबाट कुराहरू भनेर यो हामीले कुरा गर्यौँ। अब हामीले म्याप डिजाइन के डिजाइन गर्ने त भनेर कुरा गर्छौँ हामी। अब म्याप डिजाइन पछि हामी चाहिँ तपाईँको म्याप भेरिफिकेसन, फाइनलाइजेसन भन्ने कुरा गरौँला। अब हामी म्याप डिजाइनकै हिजो पढेकोबाट कन्टिन्यू विषय हामी कुरा गर्छौँ। के हो त म्याप डिजाइनमा हेर्नुपर्ने विषय भन्नेमा हामीले कुरा गर्छौँ। के हो त हामीले हेर्नुपर्ने विषय भन्नेमा पहिलो नम्बर हामीले कुरा गर्दाखेरि अब म्याप डिजाइनमा हामी यसैभित्र हामी जान्छौँ है। अब म्याप हिजोको कन्टिन्यू DESIGN म्याप डिजाइन। अब हामीसँग यहाँ म्याप पनि छँदैछ, म्याप पनि हेर्छौँ। अब म्याप डिजाइनमा के कुरा हामीले हेर्नु पर्ला त, के कुरा विचार गर्नुपर्छ त भनेर भन्दै गर्दाखेरि हामीले चाहिँ नि सिम्बललाई हेर्नुपर्छ। म्याप डिजाइन 4 नम्बरको जुन टपिक्स थियो, 4 नम्बरको विषय हेर्दै गर्दाखेरि त्यो ए भित्र हामीले के गर्नु पर्यो, सिम्बल डिजाइन गर्नु पर्यो। सिम्बल तपाईँको चाहिँ नि कस्तो हुने भन्ने कुरा ध्यान दिनु पर्यो। दोस्रो कुरा के हो त भन्दाखेरि सिम्बल पछि तपाईँको चाहिँ नि कलर ध्यान दिनु पर्यो। हामीले कलर डिजाइनमा ध्यान दिनु पर्यो। त्यसपछि तेस्रोमा के गर्नु पर्यो हामीले भन्दाखेरि लेटर डिजाइन। नोटमा तलमाथि होला, केही छैन। लेटर डिजाइन र डीमा के हो त भन्दाखेरि नेम
प्लेसमेन्ट PLACEMANT हामीले म्याप डिजाइन गर्दाखेरि के विचार गर्नु पर्यो त भन्दाखेरि प्रोपर सिम्बल हुनु पर्यो, सही अथवा प्रोपर कलर हुनु पर्यो, अक्षर साइज, अक्षरको चाहिँ तपाईको ओरिएन्टेसन के भन्छ, अक्षरको तपाईको चाहिँ नि डिजाइन सबै कुरा एकदम राम्रो हुनु पर्यो, जसलाई हामी लेटर डिजाइन भन्न भन्यो। अनि नेम प्लेस पनि सहीसँग गर्नु पर्यो। यी सबै कुरा भयो भने के हुन्छ त, त्यो सँगसँगै लेआउट पनि हामीले मिलाउनु पर्यो। के ध्यान दिने भने त हामीले माथि भनिहाल्यौँ, तपाईको चाहिँ नि पर्पज ध्यान दिने, युजरको ध्यान दिने, त्यसपछि तपाईको चाहिँ कहाँ पब्लिस गर्ने, मिडियममा पब्लिकेसन ध्यान दिने, ब्यालेन्स हुने, कन्सिस्टेन्सी कायम गर्ने, यावत विषयहरू हामीले कुरा गरिहाल्यौँ। अब त्यो प्राप्त गर्नलाई के डिजाइन गर्ने त भन्दाखेरि सिम्बल डिजाइन गर्दा विचार गर्ने, कलर डिजाइन गर्दा विचार गर्ने, लेटर डिजाइन गर्दा विचार गर्ने, नेम प्लेसमेन्ट गर्दा डिजाइन गर्ने, लेआउट गर्दा विचार गर्ने। यति विषयमा हामीले चाहिँ नि के गर्छौँ त भन्दाखेरि कुरा गर्छौँ। तपाईँलाई कहिलेकाहीँ प्रोसेस अफ म्यापिङ भनेर आयो भनेदेखि तपाईँले चाहिँ नि म्याप डिजाइनको कुरा गर्दाखेरि म्याप डिजाइन भनेको यो हो, यसमा ध्यान दिनुपर्ने कुरा यो मात्रै भने नि पुग्छ। अब तपाईँलाई चाहिँ नि सिम्बल डिजाइन फेरि भित्र हामी धेरैवटा कुराहरू गर्छौँ होइन। सिम्बल डिजाइनको कुरा गर्दाखेरि त्यहाँभित्र नि हामी चाहिँ धेरैवटा कुरा गर्छौँ, कलरभित्र नि हामी केही धेरै कुरा गर्छौँ, लेटरभित्र नि कुरा गर्छौँ। भन्दाखेरि तपाईँको चाहिँ 10 मार्क्समा आयो भने सबैको व्याख्या गर्न भ्याइँदैन। यो सिम्बल डिजाइनको नि व्याख्या गर्ने, कलर पनि व्याख्या गर्ने, लेटर सबैको व्याख्या गर्न भ्याइँदैन। यो कतिपय कुराहरू अब्जेक्टलाई इम्पोर्टेन्ट छ। यहाँ मध्येको तपाईँको चाहिँ सिम्बलको जुन विषय छ, यसको क्लासिफिकेसन सिम्बल भन्ने विषय चाहिँ 10 मार्क्सको लागि पनि इम्पोर्टेन्ट छ। अरू जुन कलर, लेटर, रिप्लेसमेन्ट, लेआउट भन्ने विषय चाहिँ तपाईँको जनरल बुझ्नका लागि मात्र धेरैभित्र गएर तपाईँले बुझ्नु पर्छ जस्तो मलाई लाग्दैन। तर पनि मैले भन्दाखेरि सरस्वती यो विषयहरू भन्छु, तर यो चाहिँ यो कलरको कुरा, लेटरको कुरा, नेम प्लेसमेन्टको कुरा, लेआउटको कुरा, यो तपाईँको अब्जेक्टको लागि फेरि इम्पोर्टेन्ट छ। फेरि हामी कुरा गर्छौँ। अब हामीले सिम्बल डिजाइन भित्रको के अरे म्याप डिजाइनभित्रको सिम्बल डिजाइनको हामीले कुरा गरौँ होइन। अब सिम्बल भनेको के हो त, पहिला हामीले त्यो बुझ्नु पर्यो। सिम्बल भनेको के हो, सिम्बल के हो। फर इक्जाम्पल तपाईँको चाहिँ यस्तो बनायो बाँसको झाङ भन्यो, अथवा यसलाई के बनायो, यस्तो बनायो मन्दिर भन्यो, यस्तो डर बनायो गोरेटो बाटो भन्यो। अब के हो त भन्दाखेरि पृथ्वीको जुन रियल फिचर छ, जसलाई हामीले प्रेजेन्ट गर्नु परेको अर्थ सर्फेसको जुन वास्तविक फिचर छ, वास्तविक तपाईँको फिचर भन्नाले तपाईँको चाहिँ बाटो पनि फिचर हो, त्यसपछि तपाईँको बिल्डिङ पनि फिचर हो, तपाईँको चाहिँ नि कुलो पनि फिचर हो, नदी पनि, हरेक फिचर भन्नाले के बुझ्नु पर्यो त भन्दाखेरि तपाईँको चाहिँ जमिनमा भएको कुनै विषयलाई नक्सामा प्रस्तुत गर्नका लागि प्रयोग गरिने सङ्केत नै के हो त भन्दाखेरि सिम्बल भनेको के हो त भन्दाखेरि फिचर ल फिचर भन्नाले के हो त भन्दाखेरि जस्तै रोड एउटा फिचर भयो, रिभर अर्को फिचर भयो, तपाईँको चाहिँ फरेस्ट अर्को फिचर भयो, बिल्डिङ अर्को फिचर भयो। यस्ता फिचरहरूलाई नक्सामा यो चाहिँ फिचर भए, फिचरलाई हामीले म्यापमा प्रस्तुत गर्नु पर्यो नि, म्याप बनाउनु पर्यो नि फिचरलाई। अब हामीले चाहिँ नि म्यापमा प्रस्तुत गर्नका लागि जे जस्तो सङ्केत चिन्ह प्रयोग गर्छौँ त्यसलाई नै हामीले के भन्छौँ त सिम्बल भनेर भन्छौँ। सिम्बल भनेको के हो त भन्दाखेरि जुन तपाईँको चाहिँ रियल अर्थका फिचरहरू छन्, जस्तै रोड, रिभर, फरेस्ट, बिल्डिङ, टेम्पल, ब्याम्बो, बाँसको झाङ भन्ने भयो, गोरेटो बाटो भन्ने भयो, यावत फिचरहरू त्यसलाई नक्सामा प्रस्तुत गर्नका लागि प्रयोग गर्ने सङ्केत चिन्ह भनेको के हो त सिम्बल हो भनेर बुझ्नु पर्यो। अब सिम्बल कस्तो हुनुपर्छ तपाईँको चाहिँ फिचरलाई नक्सामा, फिचरलाई अब मैले यसलाई लेख्नुपर्ने, फिचर भनेको यो भयो, लाई नक्सामा प्रस्तुत, फिचरलाई म्यापमा प्रस्तुत गर्न प्रयोग गरिने सङ्केत, यही हो सिम्बल भनेको। सिम्बल भनेको के हो भनेर भन्यो भने हामीले के भन्नु पर्यो त भन्दाखेरि फिचरलाई वा अर्थमा रहेका फिचरलाई भनेर भन्नु पर्ला। अर्थमा रहेका भनेको सर्फेसभन्दा मुनि माथि सबै कुरा भयो। अर्थमा रहेका फिचरलाई म्यापमा प्रस्तुत गर्न प्रयोग गर्ने सङ्केत भनेको के हो त भन्दाखेरि सिम्बल हो। के हो सिम्बल भन्दाखेरि तपाईँको चाहिँ सिम्बलमा बाँसको झाङ पनि सिम्बल हो होइन, तपाईँको केराको बोट पनि सिम्बल हो,
टेम्पल पनि सिम्बल हो, यी सबै सिम्बल भए। अब सिम्बल डिजाइन गर्ने भन्यो, सिम्बल भनेर के त हामीले भनिहाल्यौँ, सिम्बल डिजाइन गर्ने भन्यो। अब सिम्बल डिजाइनमा के कुरा हुन्छ त, के कुरा विचार गर्नुपर्छ त, सिम्बल कस्तो हुनुपर्छ भन्ने कुरा हामीले विचार गर्नु पर्यो पहिला। अब हामीले के कुरा गर्छौँ त भन्दाखेरि सिम्बल भनेको के हो भन्ने कुरा गऱ्यौँ, अर्थको फिचरलाई म्यापमा प्रस्तुत गर्न प्रयोग गर्ने सङ्केत भन्यौँ। अब कस्तो हुनुपर्छ भन्ने विषय हामीले कुरा गर्नु पर्यो, सिम्बल कस्तो हुनुपर्छ यो कुरा गरौँ। सिम्बल कस्तो हुनुपर्छ सर कस्तो यो सिम्बल डिजाइनमा यो मैप कम्पाइल गरेपछि सिम्बल कस्तो हुनुपर्छ त, सिम्बल भनेको त जुन रियल अर्थमा रियल अर्थ सर्फेसमा भएका फिचरलाई नक्सामा प्रयोग गर्नका लागि, नक्सामा देखाउनका लागि प्रयोग गर्ने सङ्केत भयो। कस्तो हुनुपर्छ सिम्बल भन्दाखेरि हामीले चाहिँ नि एउटा मैले लाइन देखेँ भने सिम्बल कस्तो हुनुपर्छ भन्दाखेरि स्मल हुनुपर्छ, स्मल एन्ड सिम्पल भनेर भन्छ। SIM सिम्पल न, सिम्बल कस्तो हुनुपर्छ, सानो हुनुपर्छ, साधारण हुनुपर्छ, पहिलो विषय। दोस्रो विषय सिम्बल के हुनुपर्छ भन्दाखेरि इजी टु ड्र, निर्माण गर्न सजिलो हुनुपर्छ भन्छ। इजी टु कन्स्ट्रक्ट, इजी टु ड्र, निर्माण गर्न सजिलो, तपाईँको चाहिँ बनाउन सजिलो हुनुपर्छ भनेर भन्छ। तेस्रो के हुनुपर्छ भन्दाखेरि हाई पोजिसनल एकुरेसी, हाई पोजिसनल एकुरेसी। अब के हुनुपर्छ त भन्दाखेरि सिम्बलको पोजिसनल एकुरेसी हाई हुनुपर्छ। अर्को के हुनुपर्छ त भन्दाखेरि रियालिटीसँग म्याचिङ भने राम्रो हुन्छ। म्याचिङ विथ रियालिटी भयो भने, म्याचिङ विथ रियालिटी। अब म्याचिङ विथ रियालिटी सेल्फ एक्सप्लेनेटरी भन्ने भन्छौँ हामीले। म्याचिङ विथ रियालिटी भने त्यो आफैमा सेल्फ एक्सप्लेनेटरी भयो। त्यसले गर्दाखेरि सिम्पल के हुनु पर्यो, सानो हुनु पर्यो, साधारण हुनु पर्यो, ड्र गर्न सजिलो हुनु पर्यो। पोजिसनल एकुरेसी हाई भनेको के हो त भन्दाखेरि त्यो सिम्बलले आफ्नो अवस्थिति एकुरेट दिनु पर्यो। फर इक्जाम्पल यो सर्कलमा यस्तो चिन्ह लगायो भने यसको पोजिसनल एकुरेसी हाई हुने भयो। कुनै एउटा रुख आयो यसरी भने कुनै पोजिसनल यहाँ सेन्टर हो कि कुनै सेन्टर टेकिन भएन भन्दाखेरि, जस्तै ट्रायङ्गल भयो भने ठ्याक्कै यसको सेन्टर पोइन्ट चाहिँ के भयो त एक्चुअल पोजिसन भयो। भन्दाखेरि मन्दिर भयो भने फेरि कुन हो त यसको एक्चुअल पोजिसन, यसरी मन्दिर राख्यो भन्दाखेरि के हुनु पर्यो त भन्दाखेरि पोजिसनल एकुरेसी हाई हुनु पर्यो। अब पोजिसनल एकुरेसी हाई कुन अवस्थामा हुन्छ त्यो विचार गरेर हामीले गर्नु पर्यो भन्ने कुरो हो। अर्को युनिभर्सल हुनुपर्छ भन्छ, विश्वव्यापी, युनिभर्सल, युनिभर्सल विश्वव्यापी भनेपछि के भयो त भन्दाखेरि तपाईँको चाहिँ नि अरू देशहरूले वा अरू म्यापिङ गर्ने एजेन्सीहरूले प्रयोग गर्ने सिम्बल हामीले पनि प्रयोग गऱ्यौँ भने तपाईँको चाहिँ नि अब अरू प्रयोगकर्ता, अरू देशका प्रयोगकर्ता आएर पनि प्रयोग गर्न खोज्यो भने के हो त उनीहरूलाई बुझ्नका लागि इजी हो। त्यसले गर्दाखेरि युनिभर्सल हुनुपर्छ। जस्तै तपाईँको चाहिँ नि युनिभर्सल भनेको के हो त भन्दाखेरि प्रायः जस्तो नदीलाई ब्लू कलर देखाउनु चलन छ, फरेस्टलाई ग्रिन कलर देखाउनु चलन छ भनेपछि त्यो के हो, युनिभर्सल टाइपको सिम्बल भयो। त्यो म्याचिङ विथ रियालिटी पनि भयो, नदीलाई ब्लू कलर देखाउने म्याचिङ विथ रियालिटी पनि भयो नि त होइन, म्याचिङ विथ रियालिटी पनि भयो। त्यो अन्त देशमा पनि चलेको प्र्याक्टिस भयो, त्यो युनिभर्सल पनि भयो। त्यसले गर्दाखेरि सिम्बल कस्तो हुनुपर्छ भन्ने कुरामा हामीले यो कुरा ध्यान दिएर सिम्बल बनाउनुपर्छ। अब फर इक्जाम्पल तपाईँको चाहिँ नि यो दुईवटा तपाईँको चाहिँ यो दुईवटा विषय हेर्नुभयो भने हाई पोजिसनल एकुरेसी, म्याचिङ विथ रियालिटी। अब हाम्रो अडियन्स, हाम्रो युजर के छ त भन्दाखेरि तपाईँको कम पढाइ लेखेको छ भने हामीले के गर्नु पर्यो, म्याचिङ विथ रियालिटी सिम्बल प्रयोग गर्नु पर्यो। बाँसको जाङ, केराको बोट, मन्दिर भने जस्तो सिम्बल राख्नु पर्यो, म्याचिङ विथ रियालिटी गर्नु पर्यो। अब तपाईँको चाहिँ नि यदि हामीलाई चाहिँ नाप्नु परेको छ, मेजरमेन्टको कार्य छ, साइन्टिफिक कार्यका लागि प्रयोग गर्नु परेको छ भने के गर्नु पर्यो हामीले भन्दाखेरि हाई पोजिसनल एकुरेसीको सिम्बल प्रयोग गर्नु पर्यो। त्यसले गर्दाखेरि अब हाम्रो उद्देश्य के हो त, कहिलेकाहीँ हामीले चाहिँ हाई पोजिसनल एकुरेसी सिम्बल राख्नुपर्छ, कहिलेकाहीँ रियालिटीसँग म्याचिङ हुने के भन्छ, रियालिटीसँग म्याचिङ हुने वा म्याचिङ विथ रियालिटी हुने सिम्बल राख्नुपर्छ। फर इक्जाम्पल ट्रायङ्गल भयो भने जस्तै यस्तो यस्तो गर्यो, यो त के हो थाहा भएन, यस्तो क्रस गर्यो के हो थाहा भएन, यो चाहिँ के भयो त पोजिसनल एकुरेसी हाई हुने भयो तर रियालिटीसँग म्याच भएन। अब तपाईँको चाहिँ के गरौँ त भन्दाखेरि फर इक्जाम्पल यस्तो बाँसको जाङ बनायो, बाँसको जाङ यसरी बनाइदियो, यो के भयो त रियालिटीसँग मिल्दो चाहिँ भयो तर के भएन, यसको पोजिसनल एकुरेसी हाई भएन। त्यसले गर्दाखेरि दुईटै कुरालाई म्याच हुने गरी काम गर्नुपर्छ। हाई पोजिसनल एकुरेसी हुनु पर्यो, रियालिटीसँग म्याचिङ पनि हुनु पर्यो। त्यो कुरा दुईटै विचार गरेर हामीले गर्नुपर्छ भन्ने विषय भयो। यो भयो के त भन्दाखेरि सिम्बल कस्तो हुनुपर्छ भन्ने विषय भयो। यसलाई मैले मेटेँ है त।
अब हामी सिम्बल कस्तो हुनुपर्छ भन्ने कुरा गरिसकेपछि सिम्बलको वर्गीकरण भन्छ, क्लासिफिकेसन अफ सिम्बल। अब विभिन्न आधारमा हामीले सिम्बललाई वर्गीकरण गर्नुपर्ने हुन्छ। हामीले त्यो म्यापमा इक्जाम्पल पनि हेरौँला। तपाईँको चाहिँ नि क्लासिफिकेसन अफ सिम्बल भन्ने विषय हामीले कुरा गर्छौँ। तपाईँको सिलेबसमा यो छ है, तपाईँलाई कहिलेकाहीँ 10 मार्क्समै क्लासिफिकेसन अफ सिम्बल भन्न आउनसक्छ। सिम्बलको वर्गीकरण, क्लासिफिकेसन अफ सिम्बल। एउटा सिम्बल भनेको के हो भनेर भने मैले, त्यसपछि तपाईँको सिम्बल कस्तो हुनुपर्छ भने त्यसपछि तपाईँको चाहिँ क्लासिफिकेसन अफ सिम्बल। यो समग्र कुरा सिम्बल डिजाइनभित्र आउने कुरा हुन् भनेर पनि पढाइ। अब सिम्बलको वर्गीकरण गर्दाखेरि पहिलो आधार के हो त भन्दाखेरि अन द बेसिस अफ तपाईँको चाहिँ डाइमेन्सन, अन द बेसिस अफ DIMAN, अन द बेसिस अफ डाइमेन्सन। डाइमेन्सन आधार सिम्बललाई वर्गीकरण गर्दाखेरि हामी के भन्छौँ त भन्दाखेरि टोबाकल बेस म्यापको हामी कुरा गरौँला। कस्तो हुनुपर्छ भन्ने कुरा हामी कुरा गरौँला। युनिभर्सलकै स्ट्यान्डर्ड फर म्याप सिरिज हो। त्यो हिजोको जुन क्वेसन आयो, तपाईँ हिजोको क्वेसन आएको सवालमा टोपोग्राफिकल बेस म्यापको लागि जुन सिम्बल हामीले प्रयोग गर्छौँ त्यो युनिभर्सल हुनुपर्छ भन्दा पनि तपाईँको ओभरअल म्याप सिरिजको लागि स्ट्यान्डर्ड हुनुपर्छ। एउटा म्याप सिरिजको लागि के हुनुपर्छ, एउटै खालको हुनुपर्छ। युनिभर्सल त हुन्छ त्यो पनि मिल्ने अप्सन त हो। त्योभन्दा बेटर अप्सन के हो त भन्दाखेरि तपाईँको म्याप सिम्बल चाहिँ टोपोग्राफिकल बेस म्यापको केसमा चाहिँ स्ट्यान्डर्ड फर म्याप सिरिज। मैले तपाईँलाई हिजो बेस म्याप पढ्दाखेरि के भनेको थिएँ त भन्दाखेरि हाम्रो अहिलेको टोपोग्राफिकल बेस म्यापको सिरिज भनेको इस्टर्न नेपाल, वेस्टर्न नेपाल, जाइकाको गरेर हाम्रो जुन साबिकमा 767 अहिले 685 सिट भएको म्यापलाई हामीले भनेको थियौँ नि, त्यो ओभरअल म्याप तपाईँले जुनसुकै हेर्नुभयो भने पनि के हुन्छ त भन्दाखेरि तपाईँको चाहिँ नि सिम्बल एकनासको हुन्छ। त्यसले गर्दाखेरि स्ट्यान्डर्ड फर म्याप सिरिज भन्नु पर्दैछ है त। टोपोग्राफिकल जुन बेस म्यापमा कस्तो सिम्बल प्रयोग गर्ने भन्दाखेरि युनिभर्सल भन्ने विषय पनि नहुने भने त होइन, हो हुन्छ। तर त्योभन्दा नि बेटर अप्सन के हो, स्ट्यान्डर्ड फर म्याप सिरिज। एउटा म्याप सिरिजको लागि जुन हाम्रो होल कन्ट्री कभर गर्ने जुन हाम्रो म्याप सिरिज छ, तपाईँ जुनसुकै सिट हेर्नुहोस् त्यसमा सिम्बल उस्तै छ, कलर उस्तै छ, त्यो भन्नु खोजेको। तपाईँ एउटा म्यापको अर्को म्यापको सिम्बल फरक पारेर त भयो नि त। देशभरिको लागि एउटै सिम्बलको टेम्प्लेट प्रयोग हुन्छ, एउटै खालको सिम्बल प्रयोग हुन्छ। यो कुरा त्यही हो है त। अनि क्लासिफिकेसन सिम्बल भन्यो अन द बेसिस अफ डाइमेन्सन। डाइमेन्सनको आधारमा के हो त भन्दाखेरि पोइन्ट सिम्बल, लाइन सिम्बल, एरिया सिम्बल, 3 टाइपको सिम्बल हामीले कुरा गर्छौँ। डाइमेन्सनको आधारमा पोइन्ट सिम्बल, लाइन सिम्बल र एरिया सिम्बलको बारेमा हामीले कुरा गर्छौँ। अब स्याटरडे कुरा गर्न साथी हो, स्याटरडे तपाईँको यो इक्जाम के भन्छ, इक्जामकै मेसो हुन्छ स्याटरडे। आज हामी यतातिर लाग्दैनौँ। पोइन्ट सिम्बल, लाइन सिम्बल तपाईँ स्याटरडेसम्म हेर्नु होला के आउँछ। त्यसपछि तपाईँको चेक गर्नु कति मिल्यो थाहा भएन। हामी बाँकी कुरा यो भन्ने व्याख्या स्याटरडे गरौँ ल। अब डाइमेन्सन आधारमा के भन्यो, पोइन्ट, लाइन, एरिया। अब पोइन्ट सिम्बल भनेको के हो त, यसलाई हामी 0 डाइमेन्सन सिम्बल पनि भन्छौँ, 0D भन्छौँ। यो लाइनलाई 1 डाइमेन्सन सिम्बल भन्छौँ जसको लम्बाइ मात्रै हुन्छ। एरियालाई हामीले के भन्छौँ, 2 डाइमेन्सनल सिम्बल भन्छौँ। 2D भनेको लम्बाइ पनि भएको चौडाइ पनि भएको भन्न खोजेको। पोइन्ट भनेको के हो त, यसको न लम्बाइ छ न चौडाइ छ, यस्तो पोइन्ट। लाइन भनेको एउटा दिशामा त लाइन भयो। एरिया भनेपछि के भयो त, दुईटा दिशामा यता लम्बाइ पनि भयो, अर्कोतिर के भयो त चौडाइ पनि भयो। भनेपछि के भयो त, लम्बाइ चौडाइ दुईटै भएपछि के भयो भन्दाखेरि चौडाइ भयो, तपाईँको लम्बाइ भयो। लम्बाइ पनि चौडाइ पनि भएपछि 2 डाइमेन्सन भयो। भनेपछि यो के भयो त, हरियो लम्बाइ, के अरे रातो लम्बाइ, हरियो चौडाइ, यो 2 डाइमेन्सनल, यो 1 डाइमेन्सन। यो के भयो त 0 डाइमेन्सन, न यसको लम्बाइ छ न यसको चौडाइ छ। त्यही भएर हामी पोइन्ट, लाइन, एरिया भनेर भन्छौँ। जसको तपाईँको चाहिँ नि लिनियर एक्सपान्सन पनि छैन, एरियाको एक्सपान्सन, त्यसलाई हामी पोइन्ट सिम्बल भन्छौँ। जो चाहिँ लम्बाइ ठुलो छ चौडाइ एकदम सानो छ त्यसलाई भन्छौँ हामी लाइन सिम्बल। जसको चाहिँ जसले एरिया ढाक्छ, जसको लम्बाइ पनि छ चौडाइ पनि छ, त्यसलाई हामीले भन्छौँ एरिया सिम्बल। अब यसमा पनि के हुन्छ त भन्दाखेरि तपाईँको चाहिँ बुझ्नुपर्ने कुरा के छ भनेदेखि यसमा 2 थरी कुरा हुन्छ। कतिपय सिम्बलहरू जुनसुकै स्केल भए तापनि पोइन्ट वा लाइन वा एरिया नै रहन्छ। जुनसुकै स्केल होस् सधैँ पोइन्ट हुन्छ, सधैँ लाइन हुन्छ, सधैँ एरिया हुन्छ। कतिपय सिम्बल के हुन्छ त भन्दाखेरि तपाईँको चाहिँ कहिले पोइन्ट हुन्छ, कहिले लाइन हुन्छ, के अरे सरी कहिले तपाईँको चाहिँ पोइन्ट हुन्छ, कहिले एरिया हुन्छ। कतिपय सिम्बल कहिले तपाईँको चाहिँ लाइन हुन्छ, कहिले एरिया हुन्छ। त्यसले गर्दाखेरि सधैँ पोइन्ट, लाइन, एरिया हुने सिम्बललाई हामी इक्जाम्पलको रूपमा हेरौँ। सधैँ पोइन्ट वा लाइन वा एरिया हुने, सधैँ पोइन्ट, लाइन, एरिया। सधैँ पोइन्टै हुने, लाइन लाइनै हुने, एरिया एरियै हुने।
सधैँ पोइन्ट लाइन एरिया हुने सिम्बल, सधैँ पोइन्ट लाइन एरिया हुने सिम्बल के हो त भनेर हामीले कुरा गरौँ। सधैँ पोइन्ट, सधैँ लाइन, सधैँ एरिया हुने सिम्बल के हो त भनेर कुरा गरौँ। मैले फेरि पनि तपाईँलाई सम्झिनु होला है। कतिपय सिम्बल सधैँ पोइन्ट हुन्छ, कतिपय सिम्बल सधैँ लाइन हुन्छ, कतिपय सिम्बल सधैँ एरिया हुन्छ। तर कतिपय सिम्बल के हुन्छन्, लार्ज स्केलमा चाहिँ एरिया हुने, स्मल स्केलमा पोइन्ट हुने। लार्ज स्केलमा एरिया हुने, स्मल स्केल भयो भने लाइन हुने हुन्छन्। त्यसले गर्दाखेरि हामीले त्यो कुरा बुझ्नुपर्छ। त्यो दुईटै कुरा बुझ्यो भने सधैँ लाइन हुने के, सधैँ पोइन्ट हुने के, सधैँ एरिया हुने के भनेर एउटा बुझ्ने, त्यसपछि हामीले अवस्था अनुसार फरक पर्ने के भनेर यो दुईटा इक्जाम्पल बुझ्यो भने यसलाई हामी सजिलैसँग बुझ्न सक्छौँ। अब पोइन्ट, सधैँ पोइन्ट हुने के हो त भन्दाखेरि ट्रिक पोइन्ट। यो सधैँ पोइन्ट हुने सिम्बल के हो भन्यो भने मैले अब हरियो कलरले लेखेँ है। के हो त सधैँ पोइन्ट हुने सिम्बल भनेर हामीले हेऱ्यौँ भनेदेखि तपाईँको चाहिँ नि ट्रिक पोइन्ट एउटा के हो त, ट्रिक पोइन्ट, ट्रिगोनोमेट्रिक पोइन्ट। बेन्चमार्क, बिएम लेखेँ है मैले, बेन्चमार्क, ट्रिक पोइन्ट, बेन्चमार्क, इलेक्ट्रिक पोल, इलेक्ट्रिक पोल तपाईँको चाहिँ नि ट्रिगोनोमेट्रिक पोइन्ट वा बेन्चमार्क वा इलेक्ट्रिक पोल वा टेलिफोन पोल, टेलिफोन पोल, माइलस्टोन, ढुङ्गा हुन्छ नि तपाईँको चाहिँ नि यहाँ पुगेपछि यो चिन्ह भन्ने ढुङ्गा, यो यस्तो खालको सिम्बलहरू के हुन्छ सधैँ लाइन। ट्रिगोनोमेट्रिक पोइन्ट पनि जुनसुकै स्केल होस् पोइन्टै हुन्छ। बेन्चमार्क सधैँ पोइन्ट हुन्छ, इलेक्ट्रिक पोल पनि सधैँ पोइन्ट हुन्छ, टेलिफोन पोल पनि सधैँ पोइन्ट हुन्छ, माइलस्टोन पनि सधैँ पोइन्ट हुन्छ। तपाईँको चाहिँ नि अब सीमाको पिल्लर हुन्छ नि तपाईँको चाहिँ नि बााउन्ड्री पिल्लर के सिम्बल हो, बााउन्ड्री, बााउन्ड्री पिल्लर भन्यो भने सधैँ के हुन्छ, सिमानाको पिल्लर के हुन्छ सधैँ पोइन्ट, जुनसुकै स्केल होस् सिमानाको पिल्लर तपाईँको चाहिँ नि पोइन्टमा आउने। चर्च भनेको फेरि तपाईँको एरिया पनि आउन सक्छ। चर्च तपाईँको लार्ज स्केलमा भन्दा चर्चको चर्च ढाकेको क्षेत्रफल आउँछ नि त, चर्च तपाईँको एरिया पनि हुनसक्छ। चर्चलाई हामीले भन्न मिल्दैन है। तपाईँको चर्चमा 500 सिमा चर्च नाप्यो भन्दा के हुन्छ एरियाको रूपमा आउँछ। त्यसले गर्दाखेरि साना साना विषयहरू भनेका मात्रै सधैँ पोइन्ट हुने विषय भयो। अब सधैँ लाइन हुने के हो त भनेर हामीले इक्जाम्पल हेऱ्यौँ भनेदेखि जस्तै एकदमै राम्रो इक्जाम्पल कन्टुर लाइन, कन्टुर लाइन, डाली लाइन, स्पोर्ट हाइट पनि हो, स्पोर्ट हाइट पनि हो। मैले यहाँ भन्दा बिर्सेँ, स्पोर्ट हाइट पनि सधैँ लाइनकै रूपमा आउँछ। स्पोर्ट हाइट कहिले पनि एरियाको रूपमा आउन सक्दैन, स्पोर्ट हाइट सधैँ लाइनकै आउँछ। सिपी भनेको ट्रेक पोइन्ट भनेको कन्ट्रोल पोइन्ट भइहाल्यो। टेम्पल तपाईँको सधैँ पोइन्ट हुँदैन। टेम्पल, टेम्पल तपाईँको चाहिँ नि कहिलेकाहीँ एरिया पनि हुनसक्छ। र तपाईँको चाहिँ नि 500को स्केल, 1000को स्केल, 2500को स्केल भने टेम्पल तपाईँको एरियामा आउन सक्छ। टेम्पललाई सधैँ पोइन्ट भन्नु मिल्दैन। टिपी भनेको टेलिफोन पोल, टिपी भनेको टेलिफोन पोल। आजकल त टेलिफोन पोल खासै हुँदैन, टेलिफोन पोल है त, टिपी भनेको टेलिफोन पोल। अब सधैँ एरिया लाइन हुने के भने मैले कन्टुर लाइन, जुनसुकै स्केल होस् कन्टुर लाइन लाइनै हुन्छ हैन। त्यसपछि बाउन्ड्री लाइन, बाउन्ड्री लाइन भन्यो जुनसुकै बाउन्ड्री लाइन, फरेस्टको बाउन्ड्री लाइन, फरेस्ट बाउन्ड्री लाइन, क्याडेस्ट्रल बाउन्ड्री लाइन, तपाईँको चाहिँ नि नेपाल भारत बाउन्ड्री, नेपाल इन्डिया बाउन्ड्री लाइन, यो कुरा यो के हो त सधैँ लाइन। बाउन्ड्री लाइन भनेपछि त्यो के हुन्छ एडमिनिस्ट्रेटिभ बाउन्ड्री भन्यो। बाउन्ड्री लाइन चाहिँ एडमिनिस्ट्रेटिभ बाउन्ड्री। रिभर रोडलाई अलवेज लाइन भन्न मिल्दैन, रिभर रोडलाई सधैँ लाइन भन्न मिल्दैन। तपाईँको चाहिँ नि रिभरको सेन्टर लाइन चाहिँ सधैँ लाइन हुन्छ। कितना ठाउँमा रिभर पनि एरियाको रूपमा आउन सक्छ। रिभरको सेन्टर लाइन तपाईँको चाहिँ क्याडेस्ट्रल म्यापमा रिभर पनि एरियामा आउन सक्छ है। त्यसले गर्दाखेरि रिभरलाई पनि हामी सधैँ के नबनाउँ त भन्दाखेरि पोइन्ट नबनाउँ, रिभरको सेन्टर लाइन हो। स्ट्रिम लाइन सधैँ लाइन हुन्छ एकदम, स्ट्रिम लाइन चाहिँ अलवेज लाइन हो। खोल्सी जुन छ स्ट्रिम लाइन भनेर आयो लाइनै भयो। हाइटेन्सन लाइन बोथ हुन्छ, हामी कुरा गरौँला अहिले। पोइन्ट लाइन दुईटै हुनसक्छ, कन्ट्रोल लाइन, बाउन्ड्री लाइन, रिभरको सेन्टर लाइन, स्ट्रिम लाइन, रोडको सेन्टर लाइन, रोड सेन्टर लाइन, रोड सेन्टर लाइन, यी सबै के हुन्छ भन्दाखेरि लाइन। अरू पनि हाम्रो थाहा पाउन सकिएला होइन। अब ग्रिड लाइन, ग्राटिकुल लाइन त नामै लाइनबाटै आएको छ, त्यो हामीले लाइनमै हुन्छ भनेर भन्न सकिहाल्यो। भनेपछि यस्ता इन्फर्मेसन के हुन्छ त भन्दाखेरि लाइनको रूपमा हुन्छन्। तपाईँलाई फरेस्ट इज एन इक्जाम्पल अफ भनेर आउँछ, त्यो एरिया हो। फरेस्ट बाउन्ड्री इज एन इक्जाम्पल भनेर आउँछ, त्यो भनेको फेरि लाइन सिम्बल हो। फरेस्ट बाउन्ड्री लाइन सिम्बल हो, फरेस्ट भनेको एरिया सिम्बल हो। तपाईँको चाहिँ नि नेपाल भनेको एरिया सिम्बल हो,
नेपाल बााउन्ड्री भन्नु फेरि त्यो के हो लाइन सिम्बल त्यसले गर्दा त्यसरी बुझ्नु पर्यो अब एरिया भनेको के हो त एडमिनिस्ट्रेटिभ युनिट तपाईको चाहिँ ADMINISTRA एडमिनिस्ट्रेटिभ युनिट प्रशासनिक एकाइ तपाईले भन्नुभयो भने जस्तै तपाईको चाहिँ के हो त भन्दाखेरि प्रदेश पोइन्टमा हुँदैन वा लाइनमा हुँदैन प्रदेश सीमाना फेरि लाइनमा हुन सक्छ प्रदेशपछि के भयो त गापा नपा भनेको गाउँपालिका नगरपालिका जिल्ला यस्तो विषयहरू आयो भने केमा आउँछ एडमिनिस्ट्रेटिभ युनिट तपाईको चाहिँ एरियामै आउँछ ल्यान्ड युज भूप्रयोग भनेर आयो भने केमा आउँछ एरियामा आउँछ तपाईको चाहिँ फरेस्ट भनेर आयो फरेस्ट जंगल भनेर आयो अथवा तपाईको कल्टिभेसन कल्टिभेसन भनेर आयो भने त्यो केमा आउँछ भन्दाखेरि तपाईको ल्यान्ड भित्रको फरेस्ट वा कल्टिभेसन भनेर आयो भने त्यो सधैँ एरियाकै रूपमा आउँछ तपाईको चाहिँ उसको रूपमा आउँदैन पार्सल भन्छ भने अलवेज एरियामै आउँछ यदि किता कसैले भन्छ भने त्यो तपाईको चाहिँ पार्सल भन्नै भएर पार्सल भन्यो भने तपाईको चाहिँ के हुन्छ एरियामै आउँछ अब तपाईको चाहिँ गाउँ शहर कुनै एउटा गाउँ तपाईको कहिलेकाहीँ बरु पोइन्टमा आउन नि सक्छ प्लान्टेसन एरिया अब एरिया भनेर आयो भने फेरि त्यो तपाईको अटोमेटिकली एरियामै हुन्छ तपाईको चाहिँ टेम्पल एरिया भनेर आयो वा वाटरसेड एरिया भनेर आयो वाटर टिड एरिया किता सिमाना फेरि लाइन सिम्बल भयो पार्सल भनेको एरिया भयो वाटरसेड एरिया किता आफैमा एरिया हो के त्यो चाहिँ तपाईको किता पोइन्टमा हुन सक्दैन लाइनमा हुन सक्दैन किता भनेको एरिया नै हो वाटरसेड एरिया भन्यो हैन डिजर्ट एरिया भन्यो त्यो एरिया भनेर छोप्यो भने के हुन्छ एरिया सिम्बलै हुन्छ वाटरसेड भनेको तपाईको जलाधार क्षेत्र भन्छ जलाधार अब मुहान क्षेत्र भन्छ हैन तपाईको चाहिँ मुहान क्षेत्र वाटरको रिसोर्स वाटर रिसोर्स एरिया भन्यो यो तपाईको दलदल जमिन दलदल क्षेत्र भन्छ त्यो सबै के हुन्छ त भन्दाखेरि तपाईको चाहिँ एरिया सिम्बलको रूपमा हुन्छ ड्याम हाइड्रो पावर सर के हुन्छ के ड्याम हाइड्रो पावर के भनेको क्वेशन मैले राम्रोसँग बुझिन तपाईको चाहिँ नि हाइड्रो पावरको ड्याम यस्तो भनेको हाइड्रो पावरको ड्याम बाँध्ने भनेको कि त लाइनमा देखाउनु पर्छ कि त तपाईको एरियामा देखाउनु पर्छ हाइड्रो पावरको ड्याम भनेको कस्तो हुन्छ भन्दाखेरि ड्याम क्षेत्र बनाउने एरिया भयो फेरि यहाँ ड्याम बाँध्यो भने ड्याम त यसरी बाँधिन्छ नि त कि त यसलाई लाइनको रूपमा देखाइन्छ कि त यो पोलिगन यत्रो ड्याम छ भने पोलिगन देखाइन्छ पोइन्टमा हुँदैन हाइड्रो पावरको ड्याम भनेको कि त स्मल स्केल भयो भने त्यो लाइनमा हुन्छ अहिले लार्ज स्केल छ डिटेल देखाएको छ भने त्यो एरिया पनि आउन सक्छ ठुलो ड्याम छ भने त्यसरी हामीले बुझ्नु पर्यो जंगल भने अघि भने तपाईले सुन्नु भएन क्या जंगल भन्यो भने त्यो एरिया सिम्बल हुन्छ जंगल बाउन्ड्री भन्यो भने के हुन्छ त्यो लाइन सिम्बल हुन्छ एरिया र पोलिगन सेम हो पोलिगन लेखा दिदैन POLY GON पोली POLI पोली होइन POLY है त पोलिगन भनेको के हो त भन्दाखेरि एरिया र पोलिगन भनेको सेम हो बन्द आकृति वा एरिया ढाक्ने भनेको के हो त भन्दाखेरि त्यो अब कल्टिभेसन मैले यहाँ भनिसकेँ नि कृषि एरिया भने एरिया भएन कल्टिभेसन भनेको खेतीयोग्य जमिन त्यो एरियामा आइहाल्यो पानीको मूल मात्रै भन्दा पानीको मूल कहाँबाट पानी आउँछ यहाँबाट आउँछ यसलाई हामीले पानीको मूललाई पोइन्ट भन्न सक्छौँ पानीको मूल क्षेत्र भन्यो भने फेरि के हुन्छ मूल क्षेत्र ठुलो हुन्छ यो एरियाबाट यहाँ पानी पाउँछ समग्र एरिया पानीको मूल क्षेत्र हुन्छ भनेपछि मूल क्षेत्र भनेको एरिया सिम्बल हो पानीको मूल भन्यो भने के हो त्यो त्यसरी हामीले बुझ्नु पर्यो यसो क्वेसनको आशय हेरेर नि हामीले बुझ्न सक्छौँ ल यसलाई मैले यति भने मैले के भने त यहाँ भन्दाखेरि सधैँ सधैँ लाइनमा सधैँ एरियामै हुने भने उदाहरणको रूपमा सधैँ पोइन्टमा हुने ट्रिक पोइन्ट बेन्चमार्क इलेक्ट्रिक पोल माइलस्टोन बाउन्ड्री पिलर स्पोर्ट भन्नु पर्यो स्पोर्ट हाइट है एसपी भनेको फेरि के अर्थ के हो स्पोर्ट हाइट स्पोर्ट हाइट अब कन्ट्रोल लाइन बाउन्ड्री लाइन रिभरको सेन्टर लाइन स्ट्रिम लाइन रोड लाइन तपाईको चाहिँ नि फुटपाथ त्यो भनेको सधैँ लाइन हो एडमिनिस्ट्रेटिभ युनिट प्रदेश गाउँपालिका जिल्ला नगरपालिका जस्तो विषय ल्यान्ड युजको विषय पार्सलको विषय वाटरसेड एरिया भनेको मुहान क्षेत्र भनेको पानीको पाइप लाइन चाहिँ लाइनै हो अलवेज लाइनको रूपमा भन्न सकिन्छ पानीको पाइप लाइन चाहिँ हामीले सधैँ लाइनकै रूपमा देखाउन सकिन्छ पानीको पाइप लाइन वा तपाईको चाहिँ नि अब ट्रान्समिसन लाइनलाई पनि धेरै हदसम्म अब फेरि ठुल्ठुलो लाइन भने एरिया पनि कहिलेकाहीँ हुन्छ अब प्रायः जसो पाइप लाइन भन्दै आयो ट्रान्समिसन लाइन भन्दै आउँदाखेरि त लाइनै भन्न सकियो तपाईको पानीको पाइप लाइन भन्दा वा तपाईको चाहिँ कहिलेकाहीँ भन्ला केबल कार
केबल कार लाइन भन्यो भने अब त्यो लाइनै भएको रूपमा तपाईँको पर्छ। जो क्वेसनको हाँ, आशय जो बुझ्यो भने हाँ। हामीले के हो भनेर बुझ्नुपर्छ। त्यसैले तपाईँको नहीं, क्याजुअल और म्यापमा पास में भन्यो भनेदेखि फेरि हामीले थोरै फरक तरिकाले सोच्नुपर्छ। नत्र भनेदेखि त्यो लाइन भनेर आयो सामान्यतया लाइनै भयो। जस्तै मैले यहाँ नभने भने जस्तै मैले रोड भनिनँ नि मैले, तर रोड मात्रै आयो। रोड इज एन इक्जाम्पल अफ लाइन पोइन्ट लाइन एरिया सिम्बल भनेर आयो। त्यहाँ स्केल केही पनि कुरा आएन भन्यो भने रोड के हो त अटोमेटिकली तपाईँ लाइन सिम्बलै हो। तर जब रोड लार्ज स्केलमा के हो भन्छ वा स्मल स्केलमा के हो भन्छ भने अनि हामीले विचार गर्नु पर्यो। अब लार्ज स्केलमा भन्नु चाहिँ रोड कहिले काहीँ एरिया पनि हुनसक्छ। त्यो हिसाबले मैले भन्नु खोजेको, बाँकी कुरा म तपाईँलाई अर्कोमा लेख्छु। अब सधैँ हुने भनिहालेँ मैले। अब कहिले काहीँ चेन्ज हुने, जस्तै तपाईँको बिल्डिङ मैले इक्जाम्पल लिन्छु, अवस्था अनुसार चेन्ज हुनेको कुरा आयो। बिल्डिङ हेर्नुहोस् त, बिल्डिङ के हुन्छ भन्दाखेरि लार्ज स्केल तपाईँले म्यापिङ गर्नु भएको छ भने बिल्डिङ हुन्छ पोलिगनमा, एरियामा एरियामा हुन्छ। हामीले एरिया भन्ने टर्म प्रयोग गरेका छौँ। कुनै बिल्डिङ लार्ज स्केल म्यापमा सो गरेको छ भनेदेखि त्यो के हुन्छ त भन्दाखेरि एरिया फिचर हुन्छ। कुनै बिल्डिङ छ स्मल एरियामा के भयो ल प्रब्लम आयो, एकै मिनट है। एक मिनट म फेरि सेयर गर्छु। ल ह्याङ जस्तो भयो। ओके, मैले के भने बिल्डिङ। अब अवस्था अनुसार फेरि फरक पर्ने कुरा मैले तपाईँलाई गर्न खोजेँ। बिल्डिङ लार्ज स्केलमा हेर्नुहोस्, ओहो के भयो, बिल्डिङ लार्ज स्केलमा हेर्नुहोस् त्यहाँ के हुन्छ त भन्दाखेरि एरिया हुन्छ। बिल्डिङ स्मल स्केलमा हेर्नुहोस्, स्मल स्केलमा 1 लाखै भन्नुपर्छ भन्ने होइन है। स्मल स्केल भनेको तपाईँको चाहिँ नि कम्पेयर गर्दाखेरि 25,500 को तुलनामा 50,000 पनि स्मल स्केल हो। त्यो भन्न खोजेको स्मल स्केलमा के हुन्छ भन्दाखेरि बिल्डिङ पोइन्ट हुन्छ। तपाईँलाई मैले अहिले भर्खर देखाउँला एकछिनमा। फर इक्जाम्पल हाम्रो 50,000 को नक्सामा बिल्डिङ भनेको पोइन्टमा देखाएको छ। क्याजुअल म्याप हेर्नुभयो भनेदेखि तपाईँको चाहिँ नि बिल्डिङ भनेको एरियामा आउँछ। भनेपछि त्यही बिल्डिङ हो, लार्ज स्केलमा भने एरियामा आउँछ, स्मल स्केलमा भने पोइन्टमा आउँछ। मन्दिर पनि बिल्डिङ भन्नाले मन्दिर पनि त्यस्तै हो नि त। मन्दिर पनि के हो त पशुपति मन्दिर भन्यो, लार्ज स्केलमा भने त्यो एरियामा आउँछ, 4 गुणा नापेर प्लट गर्नु पर्यो। स्मल स्केलमा भयो भने प्रोफाइल सिम्बलको रूपमा एउटा पोइन्टको रूपमा आउँछ। त्यो विषय हामीले बुझ्नु पर्यो। त्यसले गर्दाखेरि डिपेन्ड्स अन यो तपाईँको चाहिँ नि एरिया के भन्छ स्केल हुन्छ भनेको त्यही हो। जस्तै कुनै सिटी नै कुनै एउटा सहर नै के हुन्छ त भन्दाखेरि तपाईँको चाहिँ लार्ज स्केलमा भयो भने अटोमेटिकल्ली एरिया भइहाल्यो। कि त एरिया हुन्छ भनेपछि सहर त एरिया हुने भइहाल्यो। लार्ज स्केल म्यापमा तपाईँको एरिया भइहाल्यो। त्यही सहर एकदम स्मल स्केल नक्सा छ, 1:30 लाखको नक्सा छ भनेदेखि स्मल स्केल म्यापमा 1:1 करोडको नक्सा छ भने त्यही बिल्डिङ पनि कहिलेकाहीँ पोइन्टमा आइदिन सक्छ। तपाईँले नेपालको नक्सामा कहिले काहीँ तपाईँले हेर्नुभयो भनेदेखि काठमाडौँ सिटी पुरै पनि कति हुन्छ त भन्दाखेरि पोइन्टमा हुन्छ। कतिसम्म त यस्तो ठ्याक्कै यस्तो हार्ड एन्ड फास्ट होइन, कम्पेरिजनको कुरा हो। यतिसम्म पोइन्टमा आउँछ यतिसम्म त्यस्तो भन्न मिल्दैन। कम्पेयर गरेर त मैले भन्दाखेरि सिटी पनि लार्ज स्केलमा एरिया हुनसक्छ, तपाईँको चाहिँ नि सिटी पनि स्मल स्केलमा के हुन्छ पोइन्ट हुन्छ, बिल्डिङ पनि कत्रो बिल्डिङ भन्ने हुन्छ होइन। त्यसले गर्दाखेरि मिडियमको कुरा मैले यहाँ मिडियममा यो हुन्छ त्यस्तो भन्न खोजेको होइन कि मैले कम्पेयर गर्दाखेरि त्यही बिल्डिङ लार्ज स्केलमा एरिया हुँदाखेरि स्मलमा पोइन्ट हुनसक्छ भनेको है त। ल तपाईँको चाहिँ हाम्रो टुप म्यापमा त मैले भनिहालेँ बिल्डिङ पोइन्टमा छ भनेर भनिहालेँ। अब म तपाईँलाई एउटा दिन्छु, रिभरको इक्जाम्पल दिन्छु। रिभरको वा तपाईँको चाहिँ नि रोडको इक्जाम्पल दिन्छु। रिभर रोड जे बुझे पनि भन्छ रिभर रोड। तपाईँको लार्ज स्केलमा यो तपाईँले रिभर रोड लिनुभयो भनेदेखि लार्ज स्केलमा रिभर रोड लिनु भने के हुन्छ यो भन्दाखेरि एरिया सिम्बलको रूपमा आउँछ। लार्ज हेर्नु क्याजुअल म्यापमा तपाईँले हेर्नुभयो भनेदेखि रोडको रिभरको कति एरिया गयो त रोडमा रिभरमा किता बनाएर हामी लिन्छौँ। अब तपाईँको चाहिँ त्यही कुरा स्मल स्केलमा भयो भनेदेखि स्मल स्केलमा भयो भने के हुन्छ भन्दाखेरि त्यही रोड अथवा रिभर केमा आउँछ लाइनमा आउँछ। लाइनमा आउँछ। तपाईँलाई तोकेन स्मल स्केल रिभर कुन
कुन सिम्बलमा देखाइन्छ भन्यो भनेदेखि अटोमेटिकली तपाईँ लाइन भन्ने हुन्छ रोड कुन सिम्बलले देखाइन्छ लाइन काल कुन सिम्बल देखाइन्छ लाइन लिनियर चाहिँ सबै लाइनमा देखाइन्छ रिभर कुन सिम्बल देखाइन्छ भनिहाल्यो भने लाइन क्यान्डल भयो भने ट्रान्समिसन लाइन लाइनमा हुन्छ तर कहिलेकाहीँ क्वेसनमा के भन्छ भन्दाखेरि लार्ज स्केल म्यापमा रोडलाई कुन सिम्बलमा प्रस्तुत गरिन्छ लार्ज स्केल म्यापमा रिभरलाई कुन सिम्बलमा प्रस्तुत गरिन्छ भनेर तोकेको बेला चाहिँ हामीले के भन्नुहुन्छ एरिया सिम्बल हुन्छ भन्नुपर्ने त्यसले गर्दाखेरि मैले यो कुरा तपाईँलाई देखाउन खोजेको अर्को एउटा सिम्बल छ जुन चाहिँ दुवै हुन्छ तपाईँको चाहिँ ट्रान्समिसन लाइन भन्ने सिम्बल ट्रान्समिसन लाइन भन्ने सिम्बल कुरा गर्दा चाहिँ कस्तो हुन्छ यो लाइन तान्यो बिचमा यहाँ टावर हुन्छ फेरि लाइन तान्यो फेरि बिचमा टावर हुन्छ फेरि लाइन तान्यो फेरि टावर हुन्छ यसलाई हामी पाइदैन भनेर बुझ्छौँ सङ्केत यस्तै खालको हुन्छ पाइलेनको यो चाहिँ के हो त भन्दाखेरि पोइन्ट एन्ड लाइन भयो पोइन्ट एन्ड लाइन भयो त्यसले गर्दा ट्रान्समिसन लाइन कस्तो सिम्बल हो भन्दा तपाईँलाई क्वेसन आयो ट्रान्समिसन लाइन कस्तो सिम्बल हो भनेर क्वेसन आयो भने तपाईँले पोइन्ट लाइन एरिया भनेको छ भने अरू अप्सन छैन भने अथवा नन अफ भनेको छ भने लाइन भन्नु पर्यो पोइन्ट लाइन एरिया पोइन्ट एन्ड लाइन भने के भन्नु पर्यो ट्रान्समिसन लाइन भनेको पोइन्ट एन्ड लाइन हो बिचमा टावर हुन्छ फेरि तपाईँको तार हुन्छ तपाईँको केबल कार पनि त्यस्तै हो केबल कार नि के हुन्छ टावर हुन्छ तार हुन्छ त्यसले गर्दाखेरि त्यो भनेको के हो त एक्जाम्पल अफ बोथ पोइन्ट एन्ड लाइन सिम्बल त्यसरी हामीले कुरा गर्नु पर्यो ट्रान्समिसन लाइन बोथ पोइन्ट र लाइन सिम्बल हुन्छ भनेर हामीले बुझ्नु पर्यो यति कुरा गऱ्यो भने यो काम पनि हाम्रो भयो अन द बेसिस अफ तपाईँको चाहिँ डाइमेन्सन कुन अवस्थामा कुन सिम्बल प्रयोग गर्ने भन्ने कुरा र यो फ्रेमवर्क डिजाइन गर्दै यसका लागि यो सिम्बल प्रयोग गर्ने भन्ने कुरा भइहाल्छ अब कहिलेकाहीँ के हुन्छ जस्तै बिल्डिङको कुरा गरेँ मैले अब तपाईँको चाहिँ नि स्मल स्केलमा पनि हामीले एरियामा बिल्डिङ देखाउनु खोज्यो भने के हुन्छ त भन्दाखेरि तपाईँको त्यो एउटा बिल्डिङ अर्को बिल्डिङ जुन्नी हुन्छ तपाईँको चाहिँ नि बिल्डिङले सबै एरिया ढाक्छ त्यसले गर्दा हामी के गर्छौँ त्यसलाई कन्भर्ट टु पोइन्ट गर्छौँ त्यही भएर त्यो भनेको एउटा पार्ट अफ जनलाइजेसन पनि हो कि त्यही बिल्डिङ लार्ज स्केलमा एरियामा देखायो त्यही बिल्डिङ स्मलमा पोइन्ट देखाएर जनलाइजेसन गरियो कि यहाँनिर तपाईँको त्यही सिटी तपाईँको लार्ज स्केलमा एरिया थियो स्मल स्केलमा पोइन्ट बनाएर जनलाइजेसन गरियो यहाँ पनि रिभर पनि त्यही हो लार्ज स्केलमा एरिया थियो दुईवटा यसरी खोलेको यसरी नदी बन्द गरेर यसरी देखाएको थियो होइन यता देखाएर साथै लाएन सेन्ट्रल लाइन देखाउँ भनेर सेन्ट्रल लाइन बनाएर त्यो के भयो त जनलाइजेसन भयो त्यसले गर्दाखेरि यो के हो त भन्दाखेरि जनलाइजेसन कुरा पनि सँगसँगै आउँछ कि त्यसरी हामीले बुझ्नु पर्यो यसलाई मैले क्लियर गरेँ ल यो भयो के त भन्दाखेरि डाइमेन्सन कारण सिम्बल गरेको पहिलो विषय दोस्रो विषय हामीले के कुरा गर्छ त भन्दाखेरि बी नम्बरमा अन द बेसिस अफ सेप सिम्बलको वर्गीकरण अन द बेसिस अफ सेप आकृतिको आधारमा नक्साको वर्गीकरण त्यो सिम्बलको वर्गीकरण के त भन्दाखेरि आईमा एउटा भन्छ ज्योमेट्रिकल सिम्बल ज्योमेट्रिकल फेरि के बुझ्नु भएन भन्दाखेरि फेरि के तपाईँले बुझिदिनु भएन भन्दाखेरि ज्योमेट्रिकल सिम्बल पोइन्ट लाइन एरिया हुनु सक्दैन भन्ने कुरो भएन ज्योमेट्रिकल सिम्बल पोइन्ट हुनसक्छ लाइन हुनसक्छ एरिया हुनसक्छ तपाईँको चाहिँ नि अब एक आधारमा परेको गर्दा पोइन्ट लाइन एरिया हुन्छ त्यही सिम्बल तपाईँको अर्को आधारमा परेको गर्दाखेरि ज्योमेट्रिकल तपाईँको चाहिँ नि पिक्टोरियल हुनसक्छ ज्योमेट्रिकल स्ल्यास एबिएसटिआरएसिटी एब्स्ट्र्याक्ट सिम्बल ज्योमेट्रिकल एब्स्ट्र्याक्ट सिम्बल पिक्टोरियल सिम्बल पिआइसिटिओ पिक्टोरियल अथवा डिएसटिआरइपिइआई डिस्क्रिप्टिभ सिम्बल तेस्रो नम्बरमा के हो त भन्दाखेरि लेटर सिम्बल लेटर ल यो सेपको आधारमा चाहिँ आकार प्रकारको आधारमा के छ त भन्दाखेरि तीन प्रकारको सिम्बल छ नदी जनलाइजेसन अलवेज लार्ज टु स्मल हुन्छ स्मल टु लार्ज पनि हुन सक्छ त्यो सक्दैन मैले हिजै पढाइसकेको जनलाइजेसन भनेको अलवेज के हुन्छ भन्दाखेरि लार्ज टु स्मल हुन्छ त्यो मैले भनिसकेँ किताबमा नदीलाई कुन
कुनमा लेख्न मिल्छ कितानाबीमा नदी भनेको पनि तपाईँको कितानाबीमा गोरेटोबाट बाहेक हरेक सिम्बोलहरू गोरेटोबाट र प्रशासनिक सिमाना भन्दा बाहेक सबै कुरा प्राय पोलिगनमै हुन्छ जसको किता नम्बर दिन्छ त्यो पोलिगनमा हुन्छ नदीको नि किता नम्बर दिएको हुन्छ नदीको किता नम्बर दिएको हुन्छ भने त्यो के हुन्छ भन्दाखेरि किता नम्बर दिने बित्तिकै त्यो एरिया सिम्बल भयो ट्रान्समिसन लाइन भनेको के हो भने ट्रान्समिसन लाइन भनेको विद्युत प्रसारण लाइन के 220 केबी प्रसारण लाइन 300 के अरे 400 केबी प्रसारण लाइन भन्छ त्यो भनेको के हो त भने ट्रान्समिसन लाइन भनेको तपाईँको लाइन सिम्बल हो विद्युतको प्रसारण लाइन ल आइकोनिक सिम्बल भनेको जस्ता त्यो भनेको ज्योमेट्रिकल सिम्बल हो के अरे पिक्टोरियल सिम्बल हो आइकोनिक सिम्बल भनेको के हो भने पिक्टोरियल डिस्क्रिप्टिभ आइकोनिक जस्तो हो तपाईँको रियालिटीसँग मिल्दो भनेको तपाईँको आइकोनिक सिम्बल भन्नुपर्छ तपाईँले जसले विवेकजीले भन्नुभएको छ त्यसको नाम पिक्टोरियल डिस्क्रिप्टिभ त्यसलाई आइकोनिक भनेर भन्नुभयो हुन्छ ल ओके ओके अब ज्योमेट्रिकल सिम्बल भनेको के हो त भन्दाखेरि ज्योमेट्रिकल सेप भनेको कुनै सिम्बललाई हामीले ट्रायंगलको रूपमा सर्कलको रूपमा स्क्वायरको रूपमा स्क्वायर जस्तो अलि भएन स्क्वायरको रूपमा रेक्टेंगलको रूपमा यस्तो क्रसको रूपमा यस्तो स्क्वायर भित्र के अरे सर्कल भित्र प्लसको रूपमा सर्कल भित्र मल्टिप्लिकेसनको रूपमा यसरी प्रस्तुत गर्यो भने यसलाई हामीले के भन्छौँ ज्योमेट्रिकल वा एब्स्ट्र्याक्ट सिम्बल भन्छौँ यति हो ज्योमेट्रिकल सिम्बल भनेको के हो त भन्दाखेरि तपाईको चाहिँ नि ज्योमेट्रिकल सेपको आधारमा गरेको सिम्बल जसलाई लिजेन्ड अनिवार्य हुन्छ जुन सिम्बल बुझ्नका लागि के हुन्छ लिजेन्ड अनिवार्य हुन्छ त्यसलाई हामीले भन्छौँ ज्योमेट्रिकल अथवा एब्स्ट्र्याक्ट सिम्बल ट्रायंगल स्क्वायर सर्कल स्क्वायर रेक्टेंगल क्रस प्लस इन्टु यस्तै सिम्बल भनेका एक्जाम्पल के हो त ज्योमेट्रिकल वा एब्स्ट्र्याक्ट सिम्बल यति हो पिक्टोरियल भनेको के हो त पिक्चर जस्तै के हो त भन्दाखेरि हामीले अघि नै भनेको तपाईको म तपाईलाई टोपमा पनि देखाउँला अहिले कलर पनि पढेपछि हामी हेरौँला यस्तो खालको बनायो यो मन्दिर ठ्याक्कै मन्दिर जस्तो बनायो मन्दिर भयो तपाईको चाहिँ गुम्बा जस्तै बनाएको हुन्छ गुम्बा के बनायो त यस्तो गरेर यस्तो पर बनाएर यस्तो खालको बनाएको हुन्छ यस्तो गुम्बा यो तपाईको चाहिँ मैले बनाएको मिल्दैन म तपाईलाई देखाउँला अहिले रियल सिम्बल यो भयो अथवा तपाईको चाहिँ के भयो त बाँसको झ्याङ भयो एयरपोर्टलाई एयरपोर्टको चिन्ह बनाएको हुन्छ यो भनेको के हो तपाईको भन्दाखेरि पिक्टोरियल वा डिस्क्रिप्टिभ सिम्बल भनेको जस्तो जमिनमा हुन्छ त्यस्तै खालको सिम्बल प्रयोग गरेको त्यसलाई हामीले के भन्छौँ पिक्टोरियल सिम्बल भन्छौँ लेटर सिम्बल भनेको के हो त भन्दाखेरि पोस्ट अफिसलाई पी लेख्ने अथवा हुलाक नेपालीमा भने हुलाकलाई यसरी हु लेख्ने यस्तो टाइपको सिम्बललाई हामीले के भन्छौँ भन्दाखेरि लेटर सिम्बल भन्छौँ जस्तै पार्किङ निषेध भने पी लेखेर क्रस गर्यो पार्किङ निषेध एरिया भनेर भयो यो भनेको के हो त अक्षरको सिम्बल यति कुरा ज्योमेट्रिकल भनेको ज्योमेट्रिकल सेपमा आधारित सिम्बल पिक्टोरियल भनेको तपाईँको चाहिँ नि रियालिटीसँग मिल्दो सिम्बल लेटर भनेको आइकोनिक सिम्बल पनि भन्छ त्यसलाई लेटर सिम्बल भनेको के हो त भन्दाखेरि अक्षर प्रयोग गर्ने सिम्बल त्यसलाई हामीले के भन्यौँ लेटर सिम्बल भन्यौँ अब फाइदा थोरै हेरौँ न ज्योमेट्रिकलको फाइदा के हुन्छ सिम्पल छ यो यसको तपाईँको ज्योमेट्रिकल सेपमा आधारित भएपछि के हुन्छ ज्योमेट्रिकल सेपमा आधारित हुने बित्तिकै यो यसको एकुरेसी राम्रो हुन्छ पोजिसनल एकुरेसी राम्रो हुन्छ मेजरमेन्ट गर्न सजिलो के अरे शुद्ध हुन्छ नक्सामा शुद्ध प्राप्त हुन्छ तर तपाईँको चाहिँ नक्सा अध्ययन कार्यका लागि अनिवार्य रूपमा लिजेन्ड आवश्यक पर्छ विदाउट लिजेन्ड अब यो यस्तो क्रस भनेको के हो त यो भनेको यो यसरी सर्कल गरेर भित्र प्लस गरेको के हो त सर्कल गरेर यसरी भित्र क्रस गरेको के हो त थाहा छैन नि त यो क्रस भनेको मानौ पास पोइन्ट भन्ज्याङ हो यो अब यो भन्ज्याङ भन्ने के थाहा अनिवार्यमा लिजेन्ड चाहियो अनि ज्योमेट्रिकल सिम्बललाई एकुरेसी ज्योमेट्रिकल सिम्बल हुन्छ पोजिसनल एकुरेसी मेजरमेन्ट मात्रै राम्रो गर्छ सहयोग गर्छ मेजरमेन्ट शुद्ध मेजरमेन्ट गर्न सकिन्छ तर त्यसको बेफाइदा के हुन्छ त भन्दाखेरि तपाईँको त्यसलाई बुझ्नका लागि पढ्नका लागि तपाईँको अनिवार्य लिजेन्ड चाहिन्छ विदाउट लिजेन्ड पढ्न सकिँदैन त्यसले गर्दाखेरि यो चाहिँ तपाईँको जुन स्कुलको बच्चालाई स्कुल लेभलको बच्चाको लागि वा अलिकति पाकको उमेरको मान्छेको लागि ज्योमेट्रिकल सिम्बल प्रयोग गर्न खासै राम्रो मानिन्छ अब पिक्टोरियल वा डिस्क्रिप्टिभ वा आइकोनिक सिम्बल भनेको चाहिँ के हो त रियालिटीसँग मिल्दो त्यो चाहिँ के हो त एकुरेसी चाहिँ कम हुने भयो यसको पोजिसनल एकुरेसी कम हुने भयो यसको चाहिँ पिक्टोरियलको चाहिँ अब यसको पोइन्ट कहाँ हो यकिन भएन पोजिसनल एकुरेसी कम हुन्छ अरू अफिसरलाई डिस्टर्ब पनि गर्ने ठुलो एरिया पनि खाने भयो यसले त्यसपछि के हो त निर्माण गर्न पनि गाह्रो हुने भयो तर फाइदा के भयो त भन्दाखेरि
मन्दिर भनेको मन्दिरिया चिनो आएपछि तपाईँको चाहिँ नि नाम नलेखे पनि यो भयो। भन्दामाथि के भयो त भन्दाखेरि लिजेन्ड नभए तापनि हामीले बुझ्न सक्यौँ, त्यति कुरा मैले भने। अब लास्ट वान भनेको लेटर सिम्बल। लेटर सिम्बल भनेको के हो त भन्दाखेरि तपाईँको चाहिँ नि जस्तै हुलाकलाई हु गर्ने, पोस्ट अफिसलाई पी गर्ने टाइपको सिम्बल। यो खासै हामीले धेरै प्रयोग गर्दैनौँ। किन प्रयोग गर्दैनौँ भन्दा अन्य अक्षरसँग जुझ्छ कि यो लेटर सिम्बल अन्य अक्षरसँग जुझ्ने कारणले गर्दाखेरि यसलाई हामी धेरै प्रिफर गरेर प्रयोग गर्दैनौँ, यति कुरा मैले भने। यो के भयो त भन्दाखेरि अन द बेसिस अफ सेप भयो। त्यो हामी एकछिनमा चित्रमा पनि हेरौँला। त्यसपछि अब जस्तै एच भनेको हस्पिटल वा एच भनेको तपाईँको हस्पिटल मात्रै नभएर ऊ पनि हुन्छ, एच भनेको तपाईँको चाहिँ हेलिप्याड पनि हुन्छ होइन। एच भनेको हस्पिटल मात्रै नभएर हेलिप्याड पनि हुन्छ। त्यसले गर्दाखेरि यो कुरा हामीले बुझ्नुपर्छ। ल अब यो कुरा सकियो है त। अन्त बेसिकका आधार तीनटामा वर्गीकरण गरिन्छ, ज्योमेट्रिकल अथवा एब्स्ट्राक्ट, पिक्टोरियल अथवा डिस्क्रिप्टिभ लेटर सिम्बल। ज्योमेट्रिकल भनेको पोजिसनल एकुरेसी राम्रो हुने, निर्माण गर्न सजिलो हुने, तर बुझ्नका लागि लिजेन्ड चाहिने, त्यति हो। पिक्टोरियल भनेको के हो त निर्माण गर्न गाह्रो हुने, पोजिसनल एकुरेसी कम हुने, तर बुझ्नका लागि लिजेन्ड नभए पनि हुने, रियालिटीसँग मिल्ने। लेटर भनेको के हो त भन्दाखेरि त्योभन्दा बाहेकको सिम्बल भयो। त्यो सिम्बल भनेको के हो त भन्दाखेरि तपाईँको चाहिँ नि अब टेक्स्टको रूपमा प्रयोग गरिएको सिम्बल भयो। टेक्स्टलाई सिम्बलको रूपमा प्रयोग गरियो, त्यसको पोजिसनल एकुरेसी कम हुन्छ, तपाईँको अन्य अक्षरसँग त्यो जुन्ने हुन्छ, त्यति राम्रो आउँदैन। यति कुरा तपाईँले बुझ्नु पर्यो। ट्रान्समिसन लाइन मात्र लाइन कुनै बेला हुन्छ। ट्रान्समिसन लाइन प्रायः ट्रान्समिसन लाइन भन्दाखेरि हामी साधारणतया लाइन मात्रै भन्छौँ, अलवेज लाइनकै रूपमा व्याख्या गर्दा हुन्छ ट्रान्समिसन लाइनलाई। ल अब हामी सी नम्बरमा जान्छौँ। अन द बेसिस अफ पर्सपेक्टिभ। प्लान र प्रोफाइल कसले भन्दै हुन्थ्यो? अन द बेसिस अफ पर्सपेक्टिभ। पर्सपेक्टिभ भने कसरी हेर्ने भन्ने कुरा। PERSPECTIV प्रेजेन्टको आधारमा भने प्रेजेन्टेसनको आधारमा भने हुन्छ, पर्सपेक्टिभको आधारमा भने हुन्छ। यसमा हामी के भन्छौँ त भन्दाखेरि आईमा प्लान सिम्बल, आईमा के भनौँ त प्रोफाइल सिम्बल, प्रोफाइल सिम्बल। अब प्लान सिम्बल भनेको के हो त भन्दाखेरि एरिया देखाउने सिम्बल भनेको प्लान सिम्बल, एरिया देखाउने सिम्बल। कुनै सिम्बलले एरिया रिप्रेजेन्ट गर्छ भने त्यसलाई हामी के भन्छौँ? प्लान सिम्बल भन्छौँ। जस्तै बाटो यसरी देखाउँछौँ नि हामी, यो के भयो? प्लान सिम्बल भयो। प्रोफाइल सिम्बल भनेको के हो त? हाइट देखाउने सिम्बल, उचाइ प्रस्तुत गर्ने सिम्बल, हाइट प्रस्तुत गर्ने सिम्बल। एरिया देखाउने सिम्बल भनेको प्लान सिम्बल भयो। हाइट प्रस्तुत गर्ने सिम्बल भनेको के हो त? प्रस्तुत गर्ने सिम्बल भनेको के हो त? प्रोफाइल सिम्बल। अब हाइट प्रस्तुत गर्ने बेला के हो त? जस्तै तपाईँको चाहिँ यसरी मन्दिर निर्माण गर्यो, यो यसले मन्दिरले के गर्यो? यसले के देखायो त? मन्दिरको उचाइ देखायो नि त, उचाइले प्रस्तुत गर्यो नि त। रुख कुनै भन्यो, रुख बनाउँदाखेरि हामी के गर्छौँ? यसरी रुख निर्माण गर्छौँ। रुखको के देखायो? हाइट देखायो। यो रुख भन्यो ट्री, वा यो मन्दिर भन्यो मन्दिर, यो के भयो? मन्दिरको उचाइ सो गर्यो कि यसलाई हामी के भन्छौँ? प्रोफाइल सिम्बल। यो तपाईँको बाटोको सिम्बल वा तपाईँको चाहिँ नि कुनै घरहरू पनि घर देखाउँदा के यसरी देखाएको हुन्छ नि, घरको एरिया देखाएको नि हो भनेपछि कुनै पनि फिचरको एरियाको रूपमा प्रस्तुत गरेर त्यसलाई हामी भन्छौँ प्लान सिम्बल। तपाईँको चाहिँ नि त्यसको हाइट प्रस्तुत गरेर त्यसलाई हामी भन्छौँ प्रोफाइल सिम्बल। रुख, मन्दिर, तपाईँको मस्क्यु, चर्च यस्तो सिम्बलहरू भनेका चाहिँ तपाईँको प्रोफाइल सिम्बलको रूपमा हुन्छ। प्लान सिम्बल भनेको के हो त भन्दाखेरि प्लान सिम्बल भनेको जुन सिम्बलले एरिया सो गर्छ त्यो सिम्बललाई हामीले के भन्छौँ? प्लान सिम्बल भन्छौँ। यसरी हामीले बुझ्नु पर्यो। यसलाई अर्को तरिकाले बुझ्दाखेरि के हो त भन्दाखेरि तपाईँको चाहिँ नि साइड भ्यू सिम्बल। यो तपाईँको यो एरिया देखाउने सिम्बल, यो एउटा चाहिँ साइड भ्यू सिम्बल हो, एउटा टप भ्यू। तपाईँले भ्यू पढ्नु भएको छ, ड्रइङ पढ्नु भएको छ भने यो के हो त भन्दाखेरि तपाईँको टप भ्यू हो। यो टप भ्यू कुनै पनि सिम्बललाई फिचरलाई हामी माथिबाट हेर्दा के देखिन्छ भन्ने कुरा देखाउने भनेको प्लान सिम्बल हो। यो साइड भ्यू, साइड भ्यू हो नि त। हामी मन्दिरको साइडमा उभिएर हेरौँ यस्तो देख्छौँ, हामी रुखको साइडमा उभिएर हेर्छौँ यस्तो देख्छौँ भनेपछि यो तपाईँको चाहिँ प्लान सिम्बल भनेको चाहिँ टप भ्यू हो। प्रोफाइल सिम्बल भनेको चाहिँ साइड भ्यू। अन्त बेसिस अफ थिम पनि छ होला भन्नुभएको छ। थिमको रूपमा क्वालिटेटिभ क्वान्टिटी भन्न सकिन्छ। लास्ट वान डीमा थिमको आधारमा भने हुन्छ अन द बेसिस अफ थिम अथवा
डेटा प्रेजेन्टेसनको आधारमा भने मैले अन द बेसिस अफ डेटा प्रेजेन्टेसन भने मैले अन द बेसिस अफ यसमा क्लियर भयो होइन पर्सपेक्टिभमा के हो त भन्दाखेरि टप भ्यू देखायो एरिया सो गरेर त्यो भनेको प्लान सिम्बल तपाईँको साइड भ्यू देखायो कुनै पनि सिम्बलको त्यो सिम्बलको चाहिँ त्यो जुन प्रयोग भएको सिम्बल छ त्यसको चाहिँ उचाइ देखाएको छ भने त्यो सिम्बल भनेको के हो त प्रोफाइल सिम्बल अन द बेसिस अफ अर्को के हो त भन्दाखेरि डेटा प्रेजेन्टेसन डेटा प्रस्तुतिको आधारमा डेटा प्रेजेन्टेसन डेटा प्रेजेन्टेसन यसमा के छ त एक नम्बरमा क्वालिटेटिभ युयुएलआइटिए क्वालिटेटिभ सिम्बल सेकेन्डमा के हो त क्वान्टिटेटिभ युयुएएन क्वान्टिटेटिभ क्वालिटेटिभ भनेको के हो त दुईटा सिम्बल फरक मात्रै भन्छ भने यसले के बनाउँछ त भन्दाखेरि क्वालिटेटिभ जस्तै जङ्गल र तपाईँको चाहिँ नि खेतीयोग्य जमिन भन्यो जङ्गल खेती भन्यो यो भनेको क्वालिटेटिभ भयो यो चाहिँ फरेस्ट हो यो चाहिँ खेतीपाती योग्य जमिन हो यो क्वालिटेटिभ भयो अब बढी कम भन्छ ठुलो सानो भन्छ बढी वा कम भन्छ ठुलो सानो भन्छ भन्दै त्यसलाई हामीले के भन्छौँ त बढी कम भन्छ भने त्यसलाई हामीले क्वान्टिटेटिभ सिम्बल भन्छौँ बढी कम देखाउँछ भने क्वान्टिटेटिभ भयो क्वान्टिटी देखायो जस्तै यो चाहिँ 1000सम्म जनसङ्ख्या भएको जिल्ला यो चाहिँ 2000सम्म जनसङ्ख्या भएको जिल्ला यो चाहिँ 5000सम्म जनसङ्ख्या भएको जिल्ला भनेर देखायो भने त्यो के भयो क्वान्टिटेटिभ भयो अथवा नदी देखाएको छ गहिरो नदी देखायो गहिरो नदी भन्यो कम गहिरो नदी भन्यो कम गहिरो नदी भन्यो गहिरो नदी भन्यो कम गहिरो नदी भयो यो के भयो भन्दाखेरि गहिरो नदी कम गहिरो नदी भन्यो त्यो के भयो त क्वान्टिटेटिभ भयो अब क्वालिटेटिभ भनेको के हो त नदी निलोमा देखायो अब जङ्गल अर्कै भन्यो दुईटा पिक्चर फरक मात्रै बन्यो भने त्यो क्वालिटेटिभ भयो क्वालिटी मात्रै भन्यो क्वान्टिटी ठुलो सानो भएन जुन तपाईँको सिम्बलले चाहिँ क्वान्टिटी पनि सो गर्छ त्यसलाई हामी भन्छौँ क्वान्टिटेटिभ सिम्बल त्यसले गर्दाखेरि डेटा प्रेजेन्टेसन गर्ने आधारमा हामीले सिम्बललाई चाहिँ क्वालिटेटिभ र क्वान्टिटेटिभ भनेर दुई टाइपमा वर्गीकरण गर्न सक्छौँ यति कुरा मैले भने ल यति हो सिम्बलको यो सिम्बलको हामीले सकायौँ अब सिम्बल पछि कलर कुरा गरौँ थोरै कलर कुरा गरेपछि हामी त्यहाँ ट्याक्क गएर हेर्न पाइन्छ टोपोग्राफिकल बेसमा के सिम्बल छ के कलर छ भन्ने कुरा गरेको छ त्यहाँ हामी यो कलर सकेपछि हामी कुरा गरौँ अब हामी अर्को डिजाइनमा हामी के कुरा गरौँ भन्दाखेरि डिजाइनभित्रकै च्याप्टरमा हामी कलरको कुरा गरौँ अनि हाम्रो बेसमा अब के का लागि के कलर प्रयोग गरेको छ हामी कुरा गरौँ कलर डिजाइन यहाँभित्रको धेरै कुरा हामीले पढ्नु पर्दैन कलरमा धेरै कुरा छ धेरै कुरा हामीले नपढेर हामी के भन्छौँ त भन्दाखेरि यस्तो हुन्छ तपाईँको चाहिँ एउटै फिचरलाई पनि टप भ्यू र साइड भ्यूको आधारमा प्लान प्रोफाइल भन्न सकिने भयो एकदम सकिन्छ मजाले तपाईँको मन्दिरलाई त्यही मन्दिर पशुपति मन्दिर भनौँ पशुपति मन्दिरको चारवटा कुना चाहिँ टक्क प्लट गरेर यसरी तपाईँको चारवटा कुना टक्क लाइन तान्यो भनेदेखि पशुपति मन्दिर यसरी आउँछ यसरी आयो यो के भयो भन्दाखेरि टप भ्यू भयो यो प्लान सिम्बल भयो त्यही पशुपति मन्दिरको के भयो त पशुपति मन्दिरको प्लान के हुन्छ यो प्लान सिम्बल भयो पशुपति मन्दिरको के भयो त भन्दाखेरि समस्या आयो मेरो यो उसमा प्याडमा एकछिन है के भइरहेछ आज राइटिङ प्याडमा प्रब्लम आयो ओके अब हुन्छ कि अब मैले पशुपतिको मन्दिर मैले कुरा गरेँ चाडा कुना टक्क लियो चाडा कुना जोड्यो देखायो यो मन्दिर बन्यो यसरी मन्दिर प्लट गर्यो यो के भयो त तपाईँको भन्दाखेरि प्लान सिम्बल हो त त्यही पशुपति मन्दिरलाई के गर्यो भन्दाखेरि मन्दिरको बजुट माथि देखायो यो छाना यस्तो छ यसो गर्यो यसरी सो गर्यो यो हाइट देखायो यो के भयो भन्दाखेरि प्रोफाइल सिम्बल भयो यो पशुपति मन्दिरको प्लान सिम्बल भयो यो पशुपति मन्दिरको प्रोफाइल सिम्बल भयो यति हो कुरा भनेपछि यो यतापट्टिको फिगर चाहिँ साइडबाट हेरेको भयो पशुपतिको उचाइ देखायो पशुपति मन्दिर यतापट्टिको चित्रले के देखायो त भन्दाखेरि तपाईँको चाहिँ पशुपति मन्दिरको एरिया देखायो
प्रायः सो लार्ज स्केलमा हामीले देखाउँदाखेरि लार्ज स्केल हामी म्यापिङ गर्नु पर्दाखेरि हामी प्लान सिम्बललाई प्रिफर गर्छौँ। स्मल स्केलमा म्यापिङ गर्नुपर्दा हामी के गर्छौँ त प्रोफाइल सिम्बललाई प्रिफर गर्छौँ। स्मल स्केल म्यापिङमा हामी प्रोफाइल सिम्बललाई प्रिफर गर्छौँ। लार्ज स्केल म्यापिङमा हामी के गर्छौँ स्मल स्केल प्रिफर गर्छौँ। ठ्याक्कै यसका लागि त्यस्तो हार्ड एन्ड फास्ट छैन, तर सामान्यतया लार्ज स्केलमा प्लान सिम्बल देखाउँदा राम्रो हुन्छ, स्मल स्केलमा प्रोफाइल सिम्बल देखाउँदा राम्रो हुन्छ भनेर हामी भन्न सक्छौँ। यो कुरा मैले भने। अब हामी जाउँ कलरमा जाउँ। के लेख्नु भएको छ क्वालिटेटिभ बुझेन। क्वालिटेटिभ भनेको चाहिँ ठुलो सानो भनेन, दुईटा फरक मात्रै भन्नु। जस्तो तपाईँको चाहिँ नि भक्तपुर जिल्ला के काठमाडौँ जिल्ला भक्तपुर जिल्ला केटिएम जिल्ला, यो भक्तपुर बिकेटी जिल्ला, यो दुईटै बराबर हो नि त। दुईटै जिल्ला नेपालको जिल्लाको रूपमा हेर्दाखेरि काठमाडौँ जिल्ला भक्तपुर जिल्ला कालीकोट जिल्ला वा तपाईँको चाहिँ सप्तरी जिल्ला वा ताप्लेजुङ जिल्ला सबै बराबर हो नि त। अब काठमाडौँ एउटा कलरले देखायो, भक्तपुरले एउटा कलर देखायो, त्यो के भयो त दुईटा फरक हुन् भनियो, तर त्यो कुन बढी कुन कम भनिएन, सानो ठुलो भनिएन। त्यसमा तपाईँको चाहिँ नि मात्रा देखाइएन, त्यसलाई क्वालिटेटिभ भनेर भन्छौँ। यदि तपाईँको काठमाडौँमा जनसङ्ख्या कम, यहाँ त के छ जनसङ्ख्या हेऱ्यो भने के छ काठमाडौँ जनसङ्ख्या बढी छ, भक्तपुरमा के छ जनसङ्ख्या कम छ। अब यहाँ जनसङ्ख्या बढी भएकोमा के देखायो त भन्दाखेरि यसरी ठुलो बार बनाएर देखायो, सर्कल बनाएर देखायो। भक्तपुरमा के हो अलिक सानो बनाएर सर्कल बनाएर देखायो। अब यसले के सो गर्यो जनसङ्ख्या सो गर्यो भनेको त्यो भित्रको क्वान्टिटी सो गर्यो भने ठुलो सानो कम बढी क्वान्टिटी सो गर्यो त्यसलाई भन्छ क्वान्टिटेटिभ सिम्बल। जस्ट दुईटा फरक हुन् मात्रै भन्यो भनेदेखि त्यो के हो त क्वालिटेटिभ एउटा भयो। त्यसलाई हामीले भन्ने पनि के भन्छौँ क्वालिटेटिभ सिम्बल भनेर भन्छौँ। ल यो स्क्राइब भन्ने कुरा यहाँ अर्को अब स्क्राइबिङ गर्ने ड्रइङ गर्ने विषय हो। त्यो यहाँ अब मैले तपाईँलाई अहिले भन्न नसक्ने भन्ने विषय त भएन, तर यहाँ रिलिभेन्ट विषय भएन। म्यापिङ गर्दाखेरि ड्रइङ गरेर स्क्राइबिङ गर्ने दुईटा टेक्निक थियो। त्यो स्क्राइब गर्ने विधि भनेको तपाईँको चाहिँ नि पहिला पुरानो विधिबाट नक्सा बनाउनलाई प्रयोग गरेर मेथड थियो। यति मैले भने। अहिले अरू कुरा भन्नु कलरमा जान्छौँ। अब हामी कलरमा तपाईँको चाहिँ नि म दुई टाइपको कलर हुन्छ भनेर भन्छु। एउटा प्राइमरी कलर हुन्छ, अर्को सेकेन्डरी कलर हुन्छ। इम्पोर्टेन्ट अफ सिम्बल भनेको के हो त भन्दाखेरि इम्पोर्टेन्ट अफ सिम्बलको बारेमा कुरा गर्दा सिम्बलको इम्पोर्टेन्ट भनेकै एउटा त विदाउट सिम्बल हामीले फिचरलाई नक्सामा प्रस्तुत गर्नै सक्दैनौँ। सिम्बल बिना तपाईँको चाहिँ नि नक्सा निर्माण कार्य सम्भव हुँदैन। हामीले परिभाषामा के भन्नु थियो त भन्दाखेरि तपाईँको चाहिँ नि नक्सा भनेकै सिम्बोलिक प्रस्तुति हो भनेको थियो। त्यसले गर्दाखेरि सिम्बल बिना नक्सा निर्माण सम्भव छैन, पहिलो कुरा त्यो हो। दोस्रो कुरा के हो त भन्दाखेरि सिम्बलले रियल अर्थको रियल फिचरलाई प्रस्तुत गरेको हुन्छ, दोस्रो कुरा। तेस्रो कुरा के हो त भन्दाखेरि तपाईँको चाहिँ नि सिम्बलमा हामीले के गर्न सक्ने भयो त भन्दाखेरि तपाईँको चाहिँ नि मेजरमेन्ट गर्ने कार्य आदि इत्यादि कार्य भनेको हामीले केमा गर्छौँ भन्दाखेरि तपाईँको सिम्बलमा गर्छौँ। महत्त्वपूर्ण कुरा भनेको के हो त भन्दाखेरि सिम्बल बिना नक्सा निर्माण कार्य सम्भव छैन, नक्सा नै बन्दैन। नक्सा भनेकै सिम्बोलिक प्रस्तुति हो। सिम्बलै भयो भने नक्सा कसरी बन्छ? सिम्बल भएन भने सिम्बल बिना नक्सा निर्माण गर्न नक्सा प्रस्तुत गर्न सम्भव छैन। यति मैले भने। ल अब कलर प्राइमरी कलर के हो भन्दाखेरि प्राइमरी कलर भनेको ब्लू ग्रीन रेड भनेको प्राइमरी कलर। सेकेन्डरी कलर के हो भन्दाखेरि CYAN साइन MAGENTA मजेन्टा र YELLO। ब्लू ग्रीन रेड भनेको प्राइमरी, साइन मजेन्टा येल्लो भनेको के अरे ब्लू ग्रीन रेड भनेको प्राइमरी, साइन मजेन्टा येल्लो भनेको सेकेन्डरी। यो ब्लू ग्रीन रेडबाट व्हाइट कलर बन्छ। बराबर मात्राको शुद्ध ब्लू शुद्ध ग्रीन शुद्ध रेड मिसायो भने त्यहाँबाट व्हाइट कलर बन्छ। तपाईँ न्युटनको छक्का भनेर पढ्नुभयो होला पहिला। बराबर मात्रामा साइन मजेन्टा येल्लो तपाईँको यसलाई भन्छ के त भन्दाखेरि तपाईँको चाहिँ नि गुगल नभन्नुहोस्, गुगलमा 10 थरी तपाईँको साइड गुगलले दिने भन्ने होइन, गुगलमा कुन साइड हेरेको के हेरेको 10 थरी कुरा हुन्छ। त्यसलाई सिधै गुगलमा प्राइमरी कलर भनेको ब्लू ग्रीन येल्लो आयो त्यसरी नभन्नु होला। यसको चाहिँ तपाईँको ब्लू ग्रीन रेड भन्ने चाहिँ तपाईँको एकदमै वेल नोन
यसमा कुनै समस्या छैन। यो तपाईँको प्राइमेरी कलर हो। यो तिनवटा बाह्रवटा मिसाउने भयो व्हाइट बन्छ। साइन मजेन्टा येलो मिसायो भने एउटा बराबर मात्रामा मिसायो भने एउटा ब्ल्याक कलर बन्छ भनेर भन्छौँ। बुझ्नुपर्ने धेरै लामो मैले कुरा गर्दिनँ। यो ब्लू ग्रिन रेड जुन प्राइमरी सिस्टम छ यो कसले फलो गर्छ भन्दाखेरि डिजिटल डिस्प्लेले डिजिटल डिस्प्ले भनेको के हो त भन्दाखेरि तपाईँको चाहिँ कम्प्युटर मोबाइल ल्यापटप सबैले प्रयोग गर्छ डिजिटल फेरि डिस्प्ले डिजिटल डिस्प्लेमा के हुन्छ डिजिटल डिस्प्ले। अब तपाईँको सेकेन्डरी कलर कहाँ प्रयोग हुन्छ भने पनि तपाईँको चाहिँ प्रिन्टिङ प्रेसमा चाहिँ के हुन्छ सेकेन्डरी कलर प्रयोग हुन्छ। यति कुरा बुझ्नु पर्यो। अब हाम्रोमा के कलर प्रयोग गरेछ त्यो हामी कुरा गरौँला। अब तपाईँको चाहिँ नि एउटा कलर ट्रायङ्गल छ। कुन कलरबाट के बन्छ भन्ने कुरा एउटा कलर ट्रायङ्गल छ। कलर ट्रायङ्गल बुझ्यो भने कुनबाट के कलर बन्छ भन्ने तपाईँले हेर्नु होला। तपाईँले गुगलमा ब्लू रेड येलो भन्छ भन्नुभयो त्यो प्राइमरी भनेको त्यो होइन है। तपाईँ कसले त्यहाँ हेर्दै हुन्छ। तपाईँको चाहिँ नि च्याट जिपिटी भनेको क्वेसन पनि एन्सर कस्तो हुन्छ कहिले के हुन्छ त्यो हेर्नुपर्छ हामीले। गुगलले भन्दा अरूले लेखेको सर्च गरिदिने हो देखाउने मात्रै हो हामीलाई। ल अब यसमा हामी कलर ट्रायङ्गलमा कुन कलर मिसाएर के बन्छ भन्ने विषय छ एउटा। त्यो बुझ्नका लागि पहिला एउटा ठुलो ट्रायङ्गल भनौँ। ठुलो ट्रायङ्गलमा हामी चाहिँ नि क्रमैसँग के नाम राखौँ त प्राइमरी कलरको नाम राखौँ ब्लू ग्रिन रेड। अल्फाबेटिकली सुरुमा बी आउँछ ब्लू भयो त्यसपछि ग्रिन आउँछ ग्रिन भयो रेड आउँछ। अब हामी के गरौँ त भन्दाखेरि तपाईँको सानो ट्रायङ्गल बनाउँ भित्रपट्टि। सानो ट्रायङ्गल बनायो भने भित्रपट्टि सानो ट्रायङ्गल भने यहाँ साइन मजेन्टा येलो छ। सुरुमा सी आउँछ त्यसपछि एम आउँछ त्यसपछि येलो आउँछ। अब हामीलाई बुझ्नुपर्ने कुरा के छ भने अब ब्लू र ग्रिन कलर मिस्यो भने त्यहाँ बन्छ साइन। ब्लू र ग्रिन मिस्यो भने साइन बन्छ। ग्रिन र रेड मिस्यो भने येलो बन्छ। ब्लू र रेड मिस्यो भने मजेन्टा बन्छ। त्यो कुरा तपाईँले बुझ्नु पर्यो। त्यसै गरी साइन र येलो मिस्यो भने ग्रिन बन्छ। मजेन्टा र येलो मिस्यो भने रेड बन्छ। साइन र मजेन्टा मिस्यो भने ब्लू बन्छ। त्यो कुरा कुनबाट कुन मिक्स गर्यो भने के भन्ने टाइपबाट बुझ्नुपर्ने विषय छ। यो तपाईँको चाहिँ विशेष गरी तपाईँहरूलाई भन्दा कोही लेभल भन्दा डिप्लोमामा अलि बढी सर्वेक्षणको लागि अलि बढी इम्पोर्टेन्ट छ। त्यही पनि यहाँ प्रसङ्ग आउँदाखेरि मैले भनिहालेको ब्लू ग्रिन रेड भयो साइन मजेन्टा येलो भयो कुनबाट मिसिँदा कुन भन्छ भन्ने विषय तपाईँले बुझ्नु पर्यो। ब्लू र ग्रिन मिसियो भने साइन बन्यो। ग्रिन र रेड मिसियो भने येलो बन्यो। ब्लू र रेड मिसियो भने मजेन्टा बन्यो। हेर्नुहोस् त यो दुईवटा मिसियो भने यो बन्यो। यो दुईवटा मिसियो भने यो बन्यो। यो दुईवटा मिसियो भने यो बन्यो। अब यसले दुईवटालाई यो दियो है साइन र येलोले ग्रिन दियो। साइन र मजेन्टाले ब्लू दियो। मजेन्टा र येलोले रेड दियो। पहिला सर्वेक्षण के क्वेसन आउँथ्यो भन्दाखेरि रातो चस्मा लगाएर घाँसलाई हेर्दा रुखलाई हेर्दा रुखको कलर के देखिन्छ भनेर आउँथ्यो क्वेसन। त्यति बेला हामीले चस्मा लगाएर रातो घाँस हेऱ्यो हरियो दुईवटाको मिक्स भयो के आयो येलो कलर आयो। अथवा तपाईँको रातो कलर लगाएर हरियो के भन्छ निलो नदी हेऱ्यो नदीको कलर के देखिन्छ मजेन्टा देखिन्छ। त्यसरी हामीले भन्छौँ यो चाहिँ कलर मिक्सअप गरेर भन्ने कुरा हो। तपाईँ कलर पछाडि तपाईँ जानुभएको छ भने कलर पछाडि तपाईँले जुन कलर चाहियो त्यही कलर तपाईँले पाउनुहुन्न। जब तपाईँलाई यो कलर तपाईँले छान्नुहुन्छ त्यहाँ उसले के गर्छ त्यहाँ चाहिँ साइन मजेन्टा येलो वा तपाईँको ब्लू ग्रिन रेड दुई टाइपको कलर हुन्छ त्यसलाई मिक्सअप गरेर के गर्छ त्यो तपाईँलाई चाहिएको कलर बनाउँछ। त्यसरी हामीले बुझ्नुपर्ने हुन्छ। अब हामीले कुन कलर प्रयोग गरेको छ त प्रोग्रामेबल बेस म्यापमा भन्ने कुरा हामीलाई इम्पोर्टेन्ट छ। त्यो विषय हामी नोटबाटै हेरौँ। यहाँ पढ्ने भने के लागि के कलर प्रयोग गरेको रहेछ भन्ने कुरा यहीँबाट बुझिन्छ। अब कलर चाहिँ के हो त हामी 6 कलर भनेर भन्छौँ। 6 कलर चाहिएका 5 कलर भन्थ्यौँ होइन भनेदेखि अब अहिले अपडेट भइएको हामी 6 कलर म्याप प्रयोग गरेको भनेर भन्छौँ। 6 कलर के हो त एउटामा तपाईँको चाहिँ रेड कलर रेड यसले लेख्न अप्ठ्यारो गरेको ल ओके म तपाईँलाई के गर्छु भन्दाखेरि यो उसमै देखाउँछु तपाईँको चाहिँ नि म सेयर गर्छु म्याप नोटमा पनि त्यो खण्ड त्यो म्यापको त्यो पार्ट सेयर गरेर तपाईँलाई देखाउँछु कुनका लागि कुन कलर प्रयोग गरेको रहेछ भने त्यहाँ तपाईँलाई थाहा हुन्छ। यसमा तपाईँको चाहिँ नि सिम्बल पनि सँगसँगै बुझिन्छ कलर पनि सँगसँगै बुझिन्छ है त। सिम्बल र कलर सँगसँगै बुझिन्छ। एकै मिनट बुझ्दैछ।
भएको छ भन्दाखेरि तपाईँको जुन मेन मेड फिचर भनेको रेड भनेर भन्नुभएको छ होइन। अब मेन फिचर भनेको तपाईँ रेड भन्नुहुन्छ, रेड के रहेछ अब हामी हेरौँ, रेड कलरमा के रहेछ भन्ने कुरा हामी हेरौँ। अब हेर्नुहोस् है त, यहाँ लिजेन्ड पनि आयो सँगै आयो। अब प्लान प्रोफाइल कुन सिम्बल प्रयोग गरेर पनि हामी भन्छौँ, यहाँ सिम्बल पनि सँगसँगै छ, तपाईँलाई दिएको यो नोटमा आइहाल्छ, तपाईँ अनलाइनमै यो त सबैको पनि आउँछ होला। हेर्नुहोस् यहाँ यो जुन हाइवे ब्रिज भनौँ, फिडर ब्रिज भनौँ, डिस्ट्रिक्ट ब्रिज, सबै जुन तपाईँको ट्रान्सपोर्टेसन छ नि, यो सबै ट्रान्सपोर्टेसनको रूपमा आइरहेको छ। यो सबै केमा आयो, रेडमा आयो। ट्रान्सपोर्टेसन भन्ने विषय रेडमा रहेछ। जुन हामीले ट्रान्सपोर्टेसन भनेर भन्यौँ त्यो केमा रहेछ, रेड कलर रहेछ। बुझ्नु होला है तपाईँ। अब यही छ, मैले त्यहाँ नोटमा राखेको छु, तपाईँलाई नोटिफाई पनि भयो। अब ट्रान्सपोर्टेसनमा पनि के त भन्दाखेरि हाइवे ब्रिज, हाइवे विथ ब्रिज, फिडर विथ ब्रिज, डिस्ट्रिक्ट ब्रिज रहेछ। फेरि तपाईँको रेलवे के रहेछ, रेलवे लाइन भनेको ब्ल्याकमा रहेछ। रेलवे लाइन विथ ब्रिज टनल ब्ल्याकमा रहेछ। रोपवे लाइन ब्ल्याकमा रहेछ। भनेपछि के रहेछ त भन्दाखेरि तपाईँको ट्रान्सपोर्टेसन भित्रको पनि तपाईँको चाहिँ यो हाइवे प्रकृतिको चाहिँ रेडमा रहेछ। जुन लिक बन्ने टाइपको छ, फलामको लिक राख्ने टाइपको छ नि, त्यो केमा रहेछ, यो तपाईँको चाहिँ ब्ल्याकमा रहेछ। बुझ्नुभयो, ब्ल्याकमा आयो है। रेडमा तपाईँको चाहिँ रोडहरू आयो, तपाईँको चाहिँ ब्ल्याकमा रेलवे लाइन आयो, रेलवे लाइन विथ ब्रिज आयो, रोपवे लाइन विथ ब्रिज आयो, के अरे रोपवे लाइन आयो। रोपवे भनेको रन्जुमा आयो, केबल कार भने जस्तै हो यो। त्यसपछि अर्को जस्तै तपाईँको मेनमेड भनेपछि मेनमेड, यो त मेनमेड हो नि त, रेलवे त मेनमेड हो नि त। रेलवेलाई के गर्यो त भन्दाखेरि रेलवेलाई तपाईँको चाहिँ ब्ल्याकमा देखायो। जुन मैले यो सिम्बल देखाएको छु नि, यो सिम्बल भनेको स्ट्यान्डर्ड फरेस्ट सिरिज भनेको के हो त, यो मैले एउटा म्याप लिएको, यो सिम्बल तपाईँको चाहिँ नि 600 जुन 82 सिट छ नि, 682 सिटकैलाई यो सिम्बल चाहिँ के हो त, स्ट्यान्डर्ड सिम्बल हो। 682 नै सिटको लागि यो के हो, यो सिम्बल भनेको स्ट्यान्डर्ड सिम्बल हो। त्यसरी तपाईँले बुझ्नु पर्यो। ल भनेपछि के भयो त, रेडमा यो बिल्डिङहरू आयो, के भन्छ तपाईँको ट्रान्सपोर्टेसनको हाइवे आयो, रोड आयो। त्यसपछि तपाईँको रेलवे भनेको ब्ल्याकमा आयो। त्यसपछि बिल्डअप एरिया भनेको रेडमा आयो, बिल्डिङ हाउस रेडमा आयो। ओपन सेट भनेको तपाईँको चाहिँ के हो त भन्दाखेरि यो भनेको खुला टाइपको चाहिँ घर भन्ने टाइपको भयो, गोठ टाइपको भयो। रुइन भनेको तपाईँको भत्केको घर, सबै रेडमा आयो। टेम्पल, स्तूपा, माने हेर्नु त, अब यहाँ तपाईँको टेम्पल्स कतिको ठुलो देखिया छ, तपाईँले यहाँ हेर्नुभयो भने यो तपाईँको चाहिँ प्रोफाइल सिम्बल हो। यो माथिका सबै प्लान सिम्बलहरू हुने माथिका, तपाईँले यो हेर्नु भने मन्दिर आयो नि, स्तूपा माने आयो नि, यो प्रोफाइल। मस्क्यु चर्च भन्यो, तपाईँको चाहिँ मस्जिद भन्यो वा चर्च भन्यो, यो पनि प्रोफाइल सिम्बल हो। यो सिमेन्ट्री भन्यो, चिम्नी, फ्याक्ट्री भन्यो, फ्याक्ट्री यो अर्कै रहेछ, फ्याक्ट्री भन्यो, माइनिङ साइट, मोनुमेन्ट, स्कुल भन्यो, हस्पिटल भन्यो, पोस्ट अफिस भन्यो, सबै ब्ल्याकमा आयो। हेर्नुहोस् है यहाँ तपाईँ, यो रिभेर भनेको तपाईँको चाहिँ यो बाँध हो। बाँध भन्दा पनि तपाईँको चाहिँ यो के खोलाको किनारमा लगाएको हुन्छ नि, खोलाको पानी चाहिँ यतातिर नजाओस् भन्नको लागि के भन्छ, तटबन्ध भन्छ नि, त्यसलाई रिबेटमेन्ट भन्छ। यो भयो, यो सबै केमा आयो, ब्ल्याकमा आयो। ट्रान्समिसनको टावर, ट्रान्समिसन स्टेसन, के अरे ट्रान्सफर्मर स्टेसन, ट्रान्समिसन लाइन पाइलट, सबै ब्ल्याकमा आयो। हेर्नुहोस् है, ब्ल्याकको मैले देखाएँ तपाईँले। अब यो इन्डेक्स कन्टुर भन्यो भनेपछि एउटा के आयो त भन्दाखेरि एउटा तपाईँको रेड कलरको कुरा भयो, अर्को ब्ल्याक कलरको तपाईँले देखाएँ मैले, ब्ल्याक कलरको देखाएँ, रेड कलर देखाएँ, ब्ल्याक कलर देखाएँ। यो जुन कन्टुर आयो केमा आयो, BROWN, ब्राउन कलर, तिनवटा कलर भयो है, ब्राउन कलर। यो के भयो त, इन्डेक्स कन्ट्रोल मोटोमा आयो, इन्टरमिडिएट कन्ट्रोल यसरी आयो है, सप्लिमेन्ट्री कन्ट्रोल पनि उस्तै तर डटेड लाइनमा आयो। इम्ब्याङ्कमेन्ट भनेको तपाईँको चाहिँ के हो त भन्दाखेरि यो पनि नदीकै किनारमा चाहिँ तपाईँको नदीलाई छेक्नका लागि बनाएको त्यो टाइपको स्ट्रक्चर हो यो। अनि कटिङ भनेको माटोहरू काटेको भयो, डिप्रेसन भनेको खाल्लोहरू भयो। यो सबै केमा आयो त भन्दाखेरि तपाईँको चाहिँ नि ब्राउन कलरमा आयो, खैरो कलरमा आयो। अर्को तलतिर के भयो, कल्टिभेसन येलो कलरमा आयो, चौथो कलर भयो। यो तपाईँको टी अर कफी प्लान्टेसन, अर्किड नर्सरी, ट्री, स्क्याटर ट्री, बुस, ग्रास, ब्याम्बू, फरेस्ट, स्वाम्प, यो सबै केमा आयो भन्दाखेरि स्वाम्प चाहिँ दुई थरी आयो। बाहिरपट्टि घेरेको एरिया भनेको निलोमा आयो, भित्रपट्टिको तपाईँको चाहिँ नि बुटेन आयो भन्दाखेरि तपाईँको चाहिँ नि यो टी कफी प्लान्टेसन, अर्किड नर्सरी, ट्रीहरू, ब्याम्बोहरू, फरेस्टहरू केमा आयो, ग्रिनमा आयो। रेड थियो, ब्ल्याक थियो, ब्राउन थियो, ब्राउन भयो, येल्लो भयो, अनि केमा आयो त ग्रिनमा आयो। त्यसपछि लेकहरू केमा आयो, ब्लूमा आयो, स्ट्रिम ब्लूमा आयो। रिभर विथ वाटर एन्ड ऱ्यापिड्स भन्यो, यो क्यानल भन्यो, सबै केमा आयो। ग्रान्ड भन्छ स्ट्यान्ड र ग्राभल एरिया भनेको भित्रपट्टि व्हाइट, बाहिरपट्टि ब्लूमा आयो।
अब फेरि तपाईँको चाहिँ नि यो ड्यामहरू भन्ने कुरा तपाईँको फेरि ब्ल्याकमा नै आएको छ। वाटर ट्याङ्कहरू पन्डहरू तपाईँको चाहिँ नि ब्लूमा छ, तपाईँले हेर्नु होला। ट्रिगोनोमेट्रिक पोइन्ट बेन्चमार्क ब्ल्याकमा आयो, माउन्टेन पास स्पोटाइट ब्ल्याकमा आयो, फेन्स वालहरू ब्ल्याकमा आयो। इन्टरनेसनल बााउन्ड्रीहरू चाहिँ तलपट्टि रेड लाइन छ, माथिपट्टि ब्ल्याक भनेको मेजर रेड लाइन छ, ब्ल्याक छ। रेड र ब्ल्याक भन्दा नि नभएदेखि रेड चाहिँ मेजर पोर्सन भयो। डिस्ट्रिक्ट बााउन्ड्री डटेड लाइनमा आयो, ब्ल्याकमा आयो। डिडिसी म्युनिसिपालिटी बााउन्ड्री ब्ल्याकमा आयो। भिलेज डेभलपमेन्ट कमिटीको नाम टोखा भनेर लेख्यो, यो तपाईँको ब्ल्याकमा आयो। त्यसपछि नेसनल पार्कको बााउन्ड्री भन्ने केमा आयो, फरेस्ट भयो भने यो चाहिँ रेडमा आयो। नेसनल पार्कको बााउन्ड्री केमा आयो, रेडमा आयो। यसबाट तपाईँले के बुझ्नु पर्यो, के को लागि के सिम्बल प्रयोग गर्यो भने थाहा भयो। तपाईँले ट्रियाङ्गुलेसन पोइन्ट हो भने तपाईँको के गर्यो यहाँ, ट्रियाङ्गुलेसन पोइन्ट हो भने तपाईँको चाहिँ नि जोमेट्रिक सिम्बल प्रयोग गर्यो, बेन्चमा जोमेट्रिक सिम्बल प्रयोग गर्यो, माउन्टेनमा जोमेट्रिक सिम्बल प्रयोग गर्यो। तपाईँले पुलिस स्टेसन हेर्नुभयो, हस्पिटल हेर्नुभयो, स्कुल यो तपाईँको यतातिरको हेर्नु पनि तपाईँको के गर्यो त यहाँ भन्दाखेरि जोमेट्रिकल सिम्बल प्रयोग गर्यो। माथि फेरि टेम्पल यो मानेको लागि फेरि के गर्यो, प्रोफाइल सिम्बल प्रयोग गर्यो। विभिन्न टाइपको भयो चाहिँ कलर पनि तपाईँले बुझ्नुभयो, सिम्बल पनि के लागि बुझ्नुभयो। टोपोग्राफिकल बेस म्यापको कलर सिम्बल दुईटै कुरा महत्त्वपूर्ण हुन्छ। तपाईँको चाहिँ नि के बता भन्दाखेरि सुरुमा हामीले रेड कलर हेऱ्यो, एउटा रेड रहेछ। अर्को के हेऱ्यो, ब्ल्याक हेऱ्यो। तपाईँको माना भनेको रेड ब्ल्याकमा आउँदो रहेछ। अर्को ब्राउन कलर हेऱ्यो, ब्राउन खैरो कलर। अर्को के हेऱ्यो, येलो कलर कल्टिभेसन। अर्को के हेऱ्यो भन्दाखेरि तपाईँको चाहिँ नि ग्रिन कलर हेऱ्यो। त्यसपछि अर्को के हेऱ्यो हामीले, ब्लू कलर हेऱ्यो। वाटर बडीको लागि ब्लू कलर भयो, फरेस्टको लागि वा तपाईँको चाहिँ भेजिटेसनको लागि ग्रिन कलर भयो, कल्टिभेसन येलो कलर भयो, तपाईँको चाहिँ नि हाइटको इन्फर्मेसन ब्राउन कलर भयो। अनि ब्ल्याक कलर धेरै माननीय टाइपको विषयहरू ब्ल्याक कलर भयो। अनि तपाईँको हाइवे तपाईँको बिल्टअप एरियाहरू केमा आयो, रेड कलरमा आयो। अरू बाँकी बाँझो एरिया तपाईँको चाहिँ नि यो हिमालहरू केमा आउँछ, केही पनि नदेखाएको हुन्छ, व्हाइट कलर। त्यसलाई कलरमा गन्ती चलन छैन, तर व्हाइट कलर पनि हुन्छ भन्दाखेरि हामी 1 2 3 4 5 6 6 कलर म्याप भनेर भनिदिन्छौँ। हुँदाखेरि चाहिँ तपाईँको के हुन्छ, त्यो बाँकी रहेको आफै साथ तपाईँको व्हाइट कलर बस्ने भएको त्यसलाई के भनेको त्यत्तिकै छोडेको त्यो के भयो तपाईँको भन्दाखेरि त्यो चाहिँ व्हाइट कलरको रूपमा ब्यारन ल्यान्ड वा तपाईँको चाहिँ नि अब यो फरेस्टभन्दा बाहेकको जुन बाँझो एरिया टाइप हुन्छ वा हिमाल एरिया हुन्छ त्यो चाहिँ केमा गरेको हुन्छ, व्हाइट कलरमा गरेको हुन्छ। अब यो ब्लू कलरमा चाहिँ केही बढी विशेष तपाईँको ब्लूमा थप कुरा के हुन्छ त भन्दाखेरि सधैँ हिउँ जम्ने कन्टुर, सधैँ हिउँ जम्ने क्षेत्रको कन्टुर, हिउँ जम्ने क्षेत्रको कन्टुर यहाँ देखिएको छैन। क्षेत्रको कन्टुरलाई चाहिँ क्षेत्रको कन्टुर केमा हुन्छ, ब्लूमा हुन्छ। अनि ग्रिड लाइन पनि, ग्रिड लाइन ग्रिड भ्यालु पनि, ग्रिड लाइन यहाँ नदेखेको ग्रिड लाइन ग्रिड भ्यालु पनि केमा हुन्छ, ब्ल्याकमा हुन्छ। अब तपाईँको चाहिँ नि सरी ब्लूमा हुन्छ। हिउँ सधैँ हिउँ जम्ने क्षेत्रको कन्टुर, ग्रिड लाइन ग्रिड भ्यालु ब्ल्याक ब्लूमा हुन्छ भने तपाईँको चाहिँ नि ग्राटिकल लाइन चाहिँ ब्ल्याकमा हुन्छ। ग्राटिकल लाइन तपाईँले हेर्नुभयो भने ग्राटिकल लाइन ग्राटिकल भ्यालु चाहिँ ब्ल्याकमा हुन्छ, ग्रिड लाइन ग्रिड भ्यालु चाहिँ केमा हुन्छ, ब्लू कलरमा हुन्छ। यसरी हामीले बुझ्नुपर्छ। अब सुक्खा खोला भनेर तपाईँको चाहिँ नि सुक्खा खोला भन्दाखेरि कतिपय ठाउँमा ब्ल्याक कलर लेखेको पनि हुन्छ, तर यहाँ चाहिँ के गरेको छ, सुक्खा खोला भनेको तपाईँको चाहिँ नि सुक्खा खोला भनेको के बगर टाइपको देखाएको। सुक्खा भन्दा बगर हो नि, सुक्खा खोला भनेको बगर भनेको चाहिँ एरिया हो। बगर भनेको एरिया हो, स्यान्ड एन्ड ग्राभेल एरिया भन्छ नि। यो बाहिरपट्टि ब्लू कलर ढाकेर भित्रपट्टि के देखाएको, डट स्यान्ड कलर टाइपको देखाएको। तपाईँको चाहिँ नि नदी सुक्खा खोला भनेको के त त्यहाँ त बगर हुन्छ नि त, बालुवा हुन्छ नि त। त्यो बालुवा भएको भने टोपोग्राफिकल बेस म्यापमा चाहिँ के गरेको छ भन्दाखेरि बाहिरपट्टि निलो कलरले, भित्रपट्टिको जुन घेरिएको एरिया छ त्यो चाहिँ के गरेको छ त भन्दाखेरि स्यान्ड भनेको सेतो हुन्छ नि त, स्यान्ड त्यसरी देखाएको छ। कुनै डकुमेन्टमा पुरानो किताबमा सुकेको खोलालाई ब्ल्याक कलरले देखाउने भन्ने कुरा पनि उल्लेख गरिएको पाइन्छ, त्यसरी पनि भनेको पाइन्छ। ल यति कुरा तपाईँले कलरमा बुझ्नु भने सबै कुरा भयो। अब यहाँ भएका कलर मध्ये तपाईँको चाहिँ नि जाइकामा प्रयोग गरेको एउटा कलर छ, त्यो कलर भनेको येलो कलर हो। जाइकामा कुन कलर प्रयोग गरिएको छैन भन्यो भने जाइकाको नक्सामा प्रयोग नगरेको कलर यो कलर येलो कलर। जाइकालाई 5 कलर म्याप भनेर भन्छौँ। यसमा प्रयोग गरेको के हो त, येलो प्रयोग गरेको छैन। अब कल्टिभेसन देखाएको छैन त्यसमा भन्ने कुरा आयो। कल्टिभेसन देखाएको छ, कसरी देखाएको छ कल्टिभेसन भन्दाखेरि जाइकाको नक्सामा कल्टिभेसन देखाउनका लागि तपाईँको चाहिँ नि अलिकति लाइट कलरको के गरेको छ त भन्दाखेरि लाइट कलरको
फरेस्ट ग्रिन प्रयोग गरेको लाइट ग्रिन कि तपाईँको चाहिँ डार्क ग्रिन भनेको चाहिँ फरेस्ट भयो अलिकति फिक्का ग्रिनलाई चाहिँ के गरेको छ कल्टिभेसन भनेको छ भनेको जाइकामा चाहिँ के गरेको छ भन्दाखेरि ग्रिनभित्र दुईवटा गरेको छ एउटा लाइट ग्रिन अर्को के गरेको छ डार्क ग्रिन लाइट ग्रिन र डार्क ग्रिन लाइट ग्रिन भनेको तपाईँको चाहिँ नि कल्टिभेसनका लागि अनि डार्क ग्रिन भनेको चाहिँ के को लागि त फरेस्टको लागि त्यसले गर्दाखेरि येलो कलर प्रयोग गर्नु पर्यो त्यसले गर्दाखेरि जाइकामा सोधेको छ क्वेसन जाइकाको नक्सा सिरिजमा तपाईँको चाहिँ कुन कलर प्रयोग गरेको छैन भन्छ कुन कलर भन्नु पर्यो हामीले भन्दाखेरि जाइकाको नक्सामा प्रयोग गरेको कलर भनेको येलो कलर हो जसमा हामीले के गरेका छौँ त भन्दाखेरि जाइकाको नक्सामा चाहिँ लाइट ग्रिन कलर प्रयोग गरेको छ कल्टिभेसनका लागि र डार्क ग्रिन कलर प्रयोग गरेको छ फरेस्टको लागि समग्रमा त्यो के हो त ग्रिन नै भयो येलो प्रयोग गरेन अरू जे यता प्रयोग गरेको त्यही सिस्टमको प्रकार के भन्छ जाइकाको नक्सामा हुन्छ यो क्वेसन आइरहेको भएर मैले तपाईँलाई यो विषय पनि सुनाएको ल बाँकी तपाईँले टोपोग्राफी म्याप पनि हिजो हालिदिए पनि तपाईँले हालिदिनु सर भनेर हालिदियो तपाईँले टोपोग्राफी म्याप हेर्नुभयो भने कुन कलर कुन सिम्बल प्रयोग गरेको भन्ने विषय थप पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ यति हामीलाई कुनका लागि कुन कलर कुनका लागि कुन सिम्बल यो हामीले हेऱ्यौँ भने यो हाम्रो लागि एकदमै इनफ भयो मैले लेखेकै छु यहाँ मेन फिचरमा रेड अर ब्ल्याक रोड एन्ड बिल्डिङ गर्ने बिल्डअप एरिया भने रेड हाइड्रोग्राफी फिचर भने ब्लू भेजिटेसन फरेस्ट भने ग्रिन कल्टिभेसन येलो तपाईँको चाहिँ नि ग्रिडको लागि ब्लू कलर ग्राटिको लागि ब्ल्याक कलर इन्टरनेसनल बााउन्ड्री रेड कलर एडमिनिस्ट्रेटिभ बााउन्ड्री रेलवे रोपवे हाइड्रोजन लाइन टेम्पल स्कुल ब्ल्याक कलर कन्टुर ब्राउन कलर कन्टुर मोर देन 5000 मिटर ब्लू कलर इन्जोयमेन्ट अब ठाउँ मात्रै भन्छ ठाउँको कन्टुर ब्लू कलर हिउँदो क्षेत्र व्हाइट कलर व्हाइटमा हिउँ नदी पनि ब्लूमा नदी हिमनदी ताल हिमताल सबै ब्लू कलरमा आयो यसरी पनि हामीले कुरा गर्छौँ भनेर मैले भने ल ओके लास्टको भन्ने के लास्टको मैले बुझिनँ यति कुरा तपाईँले यहाँ भएर तपाईँले भन्नुभयो भने भइहाल्यो यहाँ तपाईँको कुन कलर मिल्दा के कलर भन्छ यहाँ भनिदिएकै छ त्यसपछि तपाईँको चाहिँ नि कलर डिजाइनमा कुन र कुनको जोड्यो भने के भन्छ लेखिदिएकै छ रोयल म्यापमा के कलर प्रयोग गरेको छ भन्ने विषय पनि मैले यहाँ उल्लेख गरेकै छ यति कुरा के भयो त कलरको लागि भयो अनि कुन कलर के वास्तविक रूपमा प्रयोग भन्ने विषय यहाँनिर छँदैछ तपाईँले नोट पाउँदाखेरि के का लागि के कलर प्रयोग हुँदैछ भनेर तपाईँले डिजिटल पढेर नोटबाट थाहा पाउन सकिहाल्नुहुन्छ यति विषय मैले कुरो गरेँ जाइकाको यस्तो हो जाइकाको तपाईँको येलो कलर प्रयोग गरेको छैन येलोको सट्टा फिक्का हरियो प्रयोग गरेको छ तपाईँको चाहिँ हरियो दुई टाइपको हरियो प्रयोग गरेको जाइका एउटा गाढा हरियो अर्को फिक्का हरियो गाढा हरियो डार्क ग्रिन भनेको चाहिँ फरेस्टको लागि फिक्का हरियो भनेको चाहिँ तपाईँको कल्टिभेसनको लागि यति कुरा भयो टोपोग्राफी बेस म्यापको युज भनेको म्यापको जे युज टोपोग्राफी बेस म्यापको युज पनि त्यही त हो नि तपाईँको म्यापको जे युज हो टोपोग्राफी बेस म्यापको युज पनि सेम हो तपाईँको चाहिँ म्यापको एउटा टोपोग्राफी बेस म्यापको युज अर्को हुने भन्ने कुरा भयो नि जब हामी समग्रमा म्यापको युज पढ्छौँ टोपोग्राफिकल म्याप प्रयोग गर्ने त्यही हो मैले तपाईँलाई हिजै भनिसकेँ टोपोग्राफिकल म्याप बेस म्याप अन्य म्यापभन्दा के फरक छ भन्ने कुरा गर्दाखेरि टोपोग्राफिकल बेस म्याप भनेको जो पाइले पाउनु पाउँदैन नेसनल म्यापिङ अर्गनाइजेसनले पाउन पाउँछ टोपोग्राफिकल बेस म्यापले एउटा सानो क्षेत्र मात्रै होइन ओभरअल एरिया कभर भनेको होल कन्ट्री कभर गरेको हुनुपर्छ टोपोग्राफिकल बेस म्याप भनेको मिडियम स्केल वा लार्ज स्केलमा तयार गरिएको हुन्छ टोपोग्राफिकल बेस म्याप भनेको अन्य नक्सा निर्माण गर्ने एजेन्सीहरूको लागि पनि त्यो रेफरेन्स म्याप हुन्छ र टोपोग्राफिकल बेस म्याप भनेको के हुन्छ त भन्दाखेरि हरेक तपाईँको काम गर्नका लागि हरेक कार्यका लागि त्यसलाई प्रयोग गर्न सकिन्छ भनेर भनेको त्यति कुरा हो टोपोग्राफिकल बेस म्यापको बारेमा त्यसको युज त के हो त भन्दा टोपोग्राफिकल बेस म्याप भयो भनेदेखि त्यसलाई हामीले हरेक हिसाबको प्लानिङ गर्नलाई प्रयोग गर्न सकिन्छ ट्रान्सपोर्टेसनको प्लानिङ गर्नु पर्यो भने प्रयोग गर्न सकियो रोडको प्लानिङ गर्न सकियो इरिगेसनको प्लानिङ गर्न सकियो ट्रान्सपोर्टेसनको प्लानिङ गर्न सकियो हरेकको प्लानिङ गर्ने कार्यका लागि टोपोग्राफिकल बेस म्याप प्रयोग गर्न सकियो एउटा दोस्रो कन्ट्रोल छ भने युटी चेक गर्न सकियो टोपोग्राफिकल म्यापबाट बेस म्यापबाट तेस्रो कुरा तपाईँको रोड नेटवर्क छ भने चाहिँ तपाईँको चाहिँ एक ठाउँबाट जानका लागि कसरी भन्न सकियो टोपोग्राफिकल बेस म्यापबाट कटिङ एरिया निकाल्न सकियो एल सेक्सनल प्रोफाइल निकाल्न सकियो होइन त्यसपछि तपाईँको चाहिँ फरेस्ट एरिया कति कल्टिभेट एरिया कति त्यो एरिया निकाल्न सकियो तपाईँको चाहिँ नि अब हाइवेको लम्बाइ कति के कति भनेर नाप्न सकियो विविध काम गर्न सकियो नि त नक्सा भइसकेपछि त्यसरी हामीले कुरा भन्नु पर्यो साइन मजेन्टा भन्ने कि के भन्ने के भन्दा मैले बुझिनँ टोपोग्राफिकल म्यापसँग युज भने म्यापको युज भनेको टोपोग्राफिकल बेस म्याप हो तर फरक के हो त अन्य भन्दा भन्ने विषयमा चाहिँ टोपोग्राफिकल बेस म्याप भनेको नेसनल म्यापिङ अर्गनाइजेसनले बनाउँछ होल कन्ट्री कभर गरेको हुन्छ त्यसमा स्ट्यान्डर्ड सिम्बलहरू प्रयोग गरिएको हुन्छ
स्ट्यान्डर्ड कलर प्रयोग गरिएको हुन्छ र त्यसले के गर्छ त भन्दा एउटा सिरिजमा तयार गरिएको हुन्छ एकुरेसी हायर एकुरेसी मेन्टेन गराइएको हुन्छ भेरिफाई एप्रुभल गर्न तयार हुन्छ यस्तो कुराहरू हुन्छ मैले भनेको तपाईँले सुन्नु भने क्या हो जाइगाको नक्साको जुन 81 सिट थियो त्यो सिटमा येलो कलर प्रयोग गरिएको थिएन येलो कलर भनेको क्वालिफायरका लागि येलो कलरको सट्टा लाइट ग्रीन कलर प्रयोग गरिएको थियो यति भने मैले अरू के हो मैले मेजरमेन्टहरू कसरी गरिन्छ स्केल भइदा नक्सामा कसरी अरू किताबमा कसरी मेजरमेन्ट गर्ने हो त्यसै गरी मेजरमेन्ट गर्ने किताबमा नक्सामा जसरी हामीले पाठको लम्बाइ नाप्छौँ चौडाइ नाप्छौँ त्यसै गरी जब कुनै पनि नक्सामा स्केल हुन्छ भने हामीले तपाईँको चाहिँ नि स्केल नाप्ने स्केल लिनु पर्यो नक्साको चाहिँ 25,000 हुन्छ त्यो पछाडि 1 mm कति 25 मिटर हुन्छ अनि हामीले के गर्नु पर्यो टक्क 1 mm नाप्यो भने 25 मिटर रहेछ 2 mm नाप्यो 50 मिटर रहेछ त्यसरी हामीले डिफरेन्शियल बिट्विन टोपोग्राफिकल बेस म्याप एन्ड टोपोग्राफिकल म्याप मैले हिजै भनिसकेको एउटै कुरा तपाईँहरू पटक पटक भन्नुहुन्छ मैले हिजो भने पनि लेखे पनि टोपोग्राफिकल बेस म्याप नाइबियाले मात्रै पाउन पाउँछ टोपोग्राफिकल म्याप जोसुकैले पाउन पाउँछ टोपोग्राफिकल म्याप एउटा निश्चित एरियाको लागि तयार गरिएको हुन्छ टोपोग्राफिकल बेस म्याप भनेको तपाईँको चाहिँ नि होल कन्ट्री कभर गरेको हुन्छ टोपोग्राफिकल म्याप लार्ज स्केल वा स्मल स्केल जुनसुकै हुन्छ टोपोग्राफिकल बेस म्याप भनेको लार्ज वा मिडियम मात्रै हुन्छ त्यसरी मैले भनेको थिएँ तपाईँलाई हिजो भनेकै कुरा हो बाउन्ड्रीको लागि कुन कलर युज गरिन्छ बाउन्ड्रीको लागि यहाँ तपाईँ सबै देखाइसके तपाईँ के सोध्नुहुन्छ क्वेसन कुन बाउन्ड्री भन्ने इन्टरनेसनल बाउन्ड्री हो भने रेड र ब्ल्याक भयो डिस्ट्रिक्ट बाउन्ड्री हो भने ब्ल्याक भयो म्युनिसिपालिटी बाउन्ड्री भयो भने ब्ल्याक भयो यही हो कुन बाउन्ड्री हो तपाईँले हेर्नु होला यो नोट आउँछ तपाईँले कुन चाहियो तपाईँलाई त्यहाँ हेर्नु होला जुन चाहियो त्यही छ ल अब अगाडि बढौँ यो भयो कलर डिजाइनको कुरा हामीले गऱ्यौँ अब हामी अर्को कुरा गर्छौँ के कुरा गर्छौँ त भन्दाखेरि हामी यो लेटर डिजाइनको कुरा गर्छौँ यही गऱ्यो भने छिटो पनि सकिन्छ काम पनि छिटो हुन्छ अब हामी लेटर डिजाइनिङ नोटमा चाहिँ अगाडि थियो हामीले पढ्दाखेरि पछाडि पढ्यौँ अब लेटर डिजाइन गर्ने भनेको के हो त भन्दाखेरि नक्सामा अक्षर प्रयोग गरिएको हुन्छ त्यो अक्षर कस्तो राख्ने भन्ने विषय लेटर डिजाइन हो लेटर डिजाइनलाई हामीले टाइपोग्राफी भन्नु नि भन्छौँ सिम्बलको बारेमा त्यसलाई सिमियोलोजी भन्छौँ मैले त्यहाँ भन्न बिर्सेँ अघि सिम्बलको बारेमा अध्ययन गरेर सिमियोलोजी भनेर भन्छ लेटरको बारेमा अध्ययन गरेर हामी भन्छौँ टाइपोग्राफी कस्तो खालको अक्षर राख्ने त भन्ने कुरा के हो त भन्दाखेरि लेटर डिजाइन हो त्यसमा के कुरा हुन्छ तीनटा कुरा हुन्छ अक्षरको स्टाइल हुन्छ एउटा अर्को फर्म हुन्छ भने ढाँचा हुन्छ अर्को साइज हुन्छ एउटा त्यसको स्टाइल भयो त्यसको फर्म भनेको ढाँचा भयो त्यसको साइज भयो अब ढाँचा भनेको के हो त सेरिफ स्यान सेरिफ भन्छ डिजाइन भएको भनेको सेरिफ म्याप सेरिफ लेटर डिजाइन नभएको स्यान सेरिफ यो टिएचआइएन थिन भन्ने यो चाहिँ डिजाइन भएको छ चुचो निकालेको छ तपाईँको चाहिँ नि यो ओल्ड स्टाइलको यो तपाईँको चाहिँ नि न्यू स्टाइलको भनेको के हो त भन्दाखेरि तपाईँको चाहिँ नि यो थिन सेरिफ ढाँचा डिजाइन नभएको यो भनेको सेरिफ भएको यो भनेको स्यान सेरिफ डिजाइन नभएको सेरिफ वा स्यान सेरिफ अब स्टाइल के दिन्छ त अब स्टाइल भन्दाखेरि तपाईँको चाहिँ स्टाइल विभिन्न टाइपको फन्टले जस्तै टाइम्स न्यू रोमन भन्ने फन्ट प्रयोग गर्यो प्रीति भन्ने प्रयोग गर्यो कालीमती प्रयोग गर्यो कान्तिपुर प्रयोग गर्यो के भयो त यो सबै फन्ट भयो अब तपाईँलाई देखौँला तपाईँको चाहिँ फन्ट पिछेको अक्षर फरक हुन्छ तपाईँको चाहिँ फर इक्जाम्पल यो मैले के फन्ट प्रयोग गरेको छु भन्दाखेरि तपाईँको चाहिँ टाइम्स न्यू प्रयोग गरेको छु मैले प्रयोग गरेको फन्ट तपाईँलाई लेख्नका लागि टाइम्स न्यू रोमन हो यदि मैले अर्को फन्ट प्रयोग गरेको थिएँ अर्कै टाइपको अक्षर हुन्थ्यो अर्को फन्ट प्रयोग गरेर अर्कै टाइपको अक्षर हुन्थ्यो त्यसरी बुझ्नु पऱ्यो भनेपछि यो तपाईँको फन्ट फरक पर्दा पनि के हुन्छ अक्षरको स्टाइल फरक हुन्छ त्यो कुरा बुझ्नु पऱ्यो दोस्रोमा टाइप तपाईँको टाइप भनेको अक्षर है टाइप राइटर भन्छ नि पहिला टाइप गर्ने भन्छ नि टाइप गर्ने भनेको अक्षर लेख्ने भनेको टाइप गर्ने भनेको जुन टाइप गर्ने टाइप राइटर टाइपिस्ट भन्थ्यो त्यो टाइप गर्ने भनेको अक्षर लेख्ने भनेको हो त्यही भएर टाइप स्टाइल भनेको लेटरको स्टाइल टाइप भनेको लेटर हो टाइप भनेको लेटर हो टाइपोग्राफी भनेको लेटर बारेमा साइन्स हो त्यसरी हामीले भन्नु त्यही भएर टाइप स्टाइल भनेको अक्षरको कस्तो स्टाइल त भन्ने कुरा टाइप फर्म भनेको के हो त भन्दाखेरि कस्तो ढाँचामा अक्षर लेख्ने भन्ने कुरा भयो के हो त ढाँचा भनेको भन्दाखेरि अब लोवर केस लेख्ने कि अप्पर केस लेख्ने कि भन्ने कुरा भनेको के हो त भन्दाखेरि जस्तै लोवर केस भनेको के हो यसरी लेख्यो यो अप्पर केस भनेको सबै क्यापिटल लेख्यो अब यो बोल्ड गरेको छ इटालिक गरौँ यहाँ ढल्काएको छ नि हेर्नुहोस् त भनेपछि यो भनेको के हो त जस्तै अमिन ट्रेनिङ एएमआइएन अमिन
यसरी वा ए एम आई एन मम्मी यो चाहिँ तपाईँको नर्मल केस भयो यो चाहिँ अप्पर केस भयो अप्पर केस कहाँ प्रयोग हुन्छ टाइटलमा प्रयोग हुन्छ ठीक है टाइटल लेख्नु पर्यो भने हामी के गर्छौँ भन्दाखेरि अप्पर केस प्रयोग गर्छौँ अप्पर केस नत्र साधारणतया हामीले के गर्छौँ लोअर केस कसरी प्रयोग गर्छौँ भनेको हाम्रो पढ्ने बानी केमा छ लोअर केसमा छ त्यसले गर्दाखेरि अप्पर केस पनि हुनसक्छ लोअर केस पनि हुनसक्छ हजुर अनि साधारणतया हामी के गर्छौँ जस्तै तपाईँको चाहिँ नि टाइटल लेख्नु पर्दाखेरि अप्पर केस प्रयोग गर्छौँ तपाईँको चाहिँ नि प्रशासनिक तपाईँको चाहिँ नाम प्रशासनिक नाम जिल्लाको नाम हेर्नु पर्यो हामी के गर्छौँ क्यापिटलमा लेख्छौँ प्रदेशको नाम हेर्नु पर्यो प्रदेश के भन्छ क्यापिटलमा लेख्छौँ हामी पालिकाको नाम हेर्नु पर्यो क्यापिटल लेख्छौँ प्रशासनिक नाम पनि केमा लेखिन्छ त भन्दाखेरि क्यापिटल अक्षरमा लेखिन्छ यो कुरा भयो अब इटालिक र इटालिक चाहिँ के लागि प्रयोग गरिन्छ त भन्दाखेरि अब बोल्ड भनेको अलि यसलाई अलिक मोटो बनाएको छ मैले जस्तै यहाँनिर लेखाएको अक्षर मध्ये अरूभन्दा के छ लोअर केस लेखेको एक तरिको भयो अप्पर केस पनि क्यापिटल पनि लेखाएको छु अप्पर केस लेटर भनेर लेखेँ यहाँ के गरेको छ बोल्ड पनि गरेको छ बोल्ड भनेको के लागि गरिन्छ अनि महत्त्वपूर्ण डिटेल छ भने त्यसलाई हामीले बोल्ड गरेर लेख्छौँ अब इटालिक के लागि लेख्छौँ त भन्दाखेरि तपाईँको रिभरको नामका लागि हाइड्रोग्राफिक फिचरको लागि र ल्यान्ड फर्म भनेको तपाईँको माउन्टेनको नाम तपाईँको चाहिँ भन्ज्याङको नाम त्यस्तोको नामका लागि हामीले के गर्छौँ भन्दाखेरि तपाईँको चाहिँ नि इटालिकमा लेख्छौँ तपाईँ नक्सा देखाउन मैले यो कुरा भयो अब के भयो साइज भयो साइज इज मेजर इन पोइन्ट अक्षरको साइज नाप्ने एकाइ भनेको के हो त भन्दाखेरि पोइन्ट हो जस्तै तपाईँको 10 पोइन्टको अक्षर 12 पोइन्टको भने मैले तपाईँलाई अक्षर जुन देखाएको छु नि यो 11 पोइन्टको अक्षर हो 11 12 11 को अक्षर हो तपाईँलाई दिएको नोटमा यो जुन नोट दिन्छ तपाईँले 11 पोइन्टको अक्षर भनेको अक्षरको जुन साइज नापिन्छ नि हाम्रो उचाइ हाइट 5 फिट 5 फिटको मान्छे 6 फिटको मान्छे भने जस्तै अक्षरको हामी नाप्दा के भन्छौँ यति पोइन्टको अक्षर 10 पोइन्टको अक्षर 7 पोइन्टको अक्षर 6 पोइन्टको अक्षर वा 12 पोइन्टको अक्षर 11 पोइन्टको अक्षर पोइन्ट भन्ने एकाइमा नापिन्छ पोइन्ट भनेको के हो त साइज इज मेजर इन पोइन्ट भन्यो 1 पोइन्ट भनेको के हो त भन्दाखेरि 1 पोइन्ट भनेको 0.351 mm यो भनेको के हो त भन्दाखेरि उचाइ अक्षरको उचाइ हो 0.351 mm जुन 1 पोइन्ट भन्यो जस्तै तपाईँको कुनै अक्षर 11 पोइन्टको भनेर भन्यो भने के बुझ्नु पर्यो त भन्दाखेरि त्यसको उचाइ जस्तै ए भन्ने अक्षर छ यसको उचाइ 11 पोइन्ट छ भनेर बुझ्नु पर्यो 11 पोइन्टको अक्षर भन्यो भने के बुझ्नु पर्यो त भन्दाखेरि उक्त अक्षरको हाइट 11 पोइन्ट छ न कि मोटाइ अक्षरको मोटाइ होइन कि अक्षरको उचाइ 11 पोइन्ट छ भनेर बुझ्नु पर्यो यो 1 पोइन्ट भनेको 0.351 mm भनेर भन्छ अथवा 1 इन्च भनेर भन्छ फ्रेन्चहरूले चाहिँ अक्षरलाई नाप्नका लागि ड्युरल पोइन्ट पनि नाम मात्रै हो यो डिडोट पोइन्ट भन्छ डिडोट पोइन्ट भन्दै भनेर भन्छ 3.75 डिडोट पोइन्ट भनेको चाहिँ 1 mm हुन्थ्यो यसमा चाहिँ पोइन्टमा चाहिँ 0.351 अनि डिडोट पोइन्टमा चाहिँ 3.75 डिडोट पोइन्ट भनेको 1 mm हुन्छ भनेर भन्छ र तपाईँलाई चाहिँ कुनै पनि नक्सामा प्रयोग गर्ने अक्षरको मिनिमम साइज चाहिँ 3.98 भन्दा सानो हुन सक्दैन भनेर भनेको छ है यो बुकतिर लेखेकै विषय हो कुनै पनि नक्सामा हामीले कति साइजको अक्षर प्रयोग गर्ने त फेरि न्यूनतम भनेको 3.98 mm को अक्षर प्रयोग त्योभन्दा सानो प्रयोग गर्न सकिँदैन भनेर भन्छ र नक्सामा प्रयोग गर्ने जुन अक्षर छ त्यस बिचको चाहिँ डिस्टेन्सलाई हामीले के भन्छौँ अप्टिकल डिस्टेन्स भनेर भन्छौँ जस्तो फर इक्जाम्पल के लेख्यो त भन्दाखेरि बानेश्वर लेख्यो कुनै नक्सा BANESWR बानेश्वर लेख्यो भनेपछि बी र ए बिचको जुन ग्याप छ नि बी र ए बिचको ग्याप यसलाई हामीले के भन्छौँ त भन्दाखेरि अप्टिकल डिस्टेन्स भनेर भन्छौँ नक्सामा प्रयोग गर्ने दुईवटा अक्षर बिचको ग्याप वा दूरी त्यसलाई हामीले के भन्छौँ अप्टिकल डिस्टेन्स तपाईँलाई धेरै 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 प्रश्न सोधेको छ है अप्टिकल डिस्टेन्स भनेको के हो तपाईँको चाहिँ डिस्टेन्स बिट्विन टु लेटर इन अ म्याप इज नोन एज भनेर सोधेको छ नक्सामा प्रयोग गर्ने नक्सामा लेखिने दुईवटा अक्षरको दुईलाई हामीले के भन्छौँ अप्टिकल डिस्टेन्स भनेर भन्छौँ है त अब अप्टिकल कति राख्ने भन्ने कुरा के हुन्छ डिपेन्ड्स अन फिचर कस्तो खालको फिचर छ के छ भन्नेमा डिपेन्ड गर्ने भयो तर नक्सामा प्रयोग गर्ने दुईवटा अक्षरको दूरी छ त्यसलाई हामीले भन्छौँ अप्टिकल डिस्टेन्स यो विषय हामीले बुझ्नु पर्यो दुईटा टर्म आउँछ नक्सामा त खासै आउँदैन तर तपाईँको चाहिँ यो पेपरमा सेट गर्दा वा तपाईँको यो गर्दाखेरि दुईटा टर्म एक्स्ट्रा आउँछ यो तपाईँको चाहिँ नि साइजमा एउटा टर्म के आउँछ त भन्दाखेरि कर्निङ र लिडिङ भन्ने आउँछ यो चाहिँ प्रायः कहाँ प्रयोग हुन्छ कर्निङ लिडिङ भन्दाखेरि कर्निङ लिडिङ भन्ने टर्म चाहिँ तपाईँको पत्रिकामा वा नोटबुकमा आउँदाखेरि बुकमा वा पत्रिकामा चाहिँ तपाईँको कर्निङ लिडिङ भन्ने टर्म पनि आउँछ कि बुक वा पत्रिका जुन छपाई गर्छ नि बुक छपाई पत्रिका छपाई गर्छ त्यसमा चाहिँ तपाईँको कर्निङ लिडिङ भन्ने टर्म
प्रयोग गर्ने रहेछ तपाईँको चाहिँ के भयो त भन्दाखेरि दुईटा लाइन बिचको स्पेसिङ यो रातो छ नि हेर्नुहोस् त यो जुन यो ग्याप छ यो ग्यापलाई चाहिँ लिडिङ भन्दो रहेछ यो ग्यापलाई चाहिँ कर्निङ भनेको चाहिँ के हो त भन्दाखेरि यो अक्षर बिचको ग्याप के यो बिचको ग्याप यसलाई चाहिँ के भन्दो रहेछ भन्दाखेरि कर्निङ भन्दो रहेछ भनेको जुन हामीले अप्टिकल डिस्टेन्स भन्यौँ नि त्यो चाहिँ कर्निङ भयो दुईटा अक्षर बिच जस्तै यो लाइन र यो लाइनको जुन ग्याप छ नि यो ग्यापलाई चाहिँ के भन्दो रहेछ लिडिङ भन्दो रहेछ यो लाइन र यो लाइनको ग्यापलाई के भन्दो रहेछ लिडिङ भन्दो रहेछ भनेपछि लिडिङ भनेको चाहिँ दुईटा लाइनको ग्याप भयो कर्निङ भनेको चाहिँ अप्टिकल डिस्टेन्सै भयो नक्साको त्यसरी हामीले बुझ्यौँ भने सजिलो हुन्छ यो टर्म पनि दुईटा लाइन राख्यो भने कति ग्यापमा राखिन्छ भन्ने विषय चाहिँ के हुन्छ भन्दाखेरि यो तपाईँको चाहिँ लिडिङ भयो अनि हामीले जुन अघि अप्टिकल डिस्टेन्स भन्यौँ त्यो चाहिँ के भयो त कर्निङ भयो त्यसरी हामीले बुझ्नु पर्यो र यहाँ अक्षरको साइजले उक्त वस्तुको महत्त्व दर्शाउनुपर्छ भनेको छ यो भनेको के हो त भन्दाखेरि जस्तै तपाईँको चाहिँ नि मैले प्रदेशको नाम लेखेँ BAGMATI बागमती यत्रो अक्षरमा लेखेँ यसलाई क्यापिटल लेख्नु पर्थ्यो मैले स्मल लेखेँ त्यो फरक विषय भयो अब तपाईँको चाहिँ के लेख्यो त भन्दाखेरि तपाईँको चाहिँ नि काठमाडौँ जिल्लाको नाम लेखेँ मैले KATSMANTU काठमाडौँ लेखेँ हेर्दा के लेख्यो बागमती काठमाडौँ लेख्यो यो त मिलेन त लेखेको यो प्रदेश यो के हो जिल्ला अब तपाईँको छ नि प्रदेश र जिल्ला ठुलो बनाएर भयो त नाम भएन कर्निङ र अप्टिकल सेम हो कर्निङ भनेको चाहिँ पत्र पत्रिकामा वा तपाईँको चाहिँ नि बुकमा बढी प्रयोग हुँदो रहेछ तपाईँको चाहिँ नि अप्टिकल डिस्टेन्स भनेको चाहिँ म्यापमा उस्तै कुरा एउटै हो तर नक्सामा प्रयोग गर्ने चाहिँ अप्टिकल डिस्टेन्स नक्साको कुरा गर्दाखेरि चाहिँ पुस्तक वा पत्र पत्रिका त्यसलाई कर्निङ रहेछ त्यति कुरा हो प्रदेश बागमती जिल्ला काठमाडौँ यसरी लेख्यो यसरी लेख्न मिल्दैन हुन्छ तपाईँको चाहिँ नि हामीले के हो त भन्दाखेरि कुनै पनि अक्षरको साइजलाई त्यसले चाहिँ महत्त्व दर्शाउनुपर्छ कि बागमती भन्दा काठमाडौँभन्दा बागमतीको महत्त्व बढी छ नि त त्यसले गर्दा हामीले के लेख्नु पर्यो भन्दाखेरि BAGMATI बागमती प्रायः हामी प्रशासनिक नाम क्यापिटलमा लेख्छौँ अनि काठमाडौँ के हुनु पर्यो त अलि सानो हुनु पर्यो सानो भने कति सानो थोरै सानो भयो तपाईँको चाहिँ नि KASMANTU काठमाडौँ यसरी आउनु पर्यो अब के भयो बागमती ठुलो भयो काठमाडौँ सानो भयो अब फेरि के गर्नु पर्यो उस्तै एउटै एडमिनिस्ट्रेटिभ हालेको छ भने उतै साइज राख्नु पर्यो फर इक्जाम्पल बागमती भएपछि तपाईँको चाहिँ गण्डकी लेख्नु पर्यो भने GANDAKI गण्डकी प्रदेश सेम साइजमा आयो नि त अब यसमा के भयो त भन्दाखेरि जस्तै कास्की KASKI कास्की यो के भयो प्रदेश उत्तरी साइज राख्नु पर्यो दुईटै साइज प्रदेशको साइज एउटै हुनु पर्यो ठुलो हुनु पर्यो जिल्लाको साइज के हुनु पर्यो एउटै हुनु पर्यो तर सानो हुनु पर्यो अब पालिका के हुनु पर्यो सानो हुनु पर्यो जस्तै काठमाडौँ कास्कीको जग्गा पोखरा हाल्नु के गर्नु पर्यो POKSARA पोखरा सानो लेख्नु पर्यो अझै भनेपछि के गर्नु पर्यो त भन्दाखेरि तपाईँको चाहिँ नि अक्षरको साइजले त्यसको एडमिनिस्ट्रेटिभ हाइरार्कीलाई पनि बताउनुपर्छ वा महत्त्वलाई पनि दर्शाउनुपर्छ ठुलोलाई ठुलो अक्षर लेख्नु पर्यो सानो अक्षर लेख्नु पर्यो दुईटै बराबर छन् भने बराबर हेर्नुपर्छ बागमती र कुनै पनि नेपालको सानो नाम तपाईँ हेर्नु होला बागमती र गण्डकी जिल्ला पर्छ भने एउटै नाम साइजमा नाम हुन्छ बागमती तर बागमतीभित्रको जुन काठमाडौँ जिल्लाको नाम सानो हुन्छ त्यो काठमाडौँ जिल्लाभित्रको जुन पालिकाको नाम छ त्यो अझै सानो हुन्छ त्यो हाइरार्की फलो गरेको हुन्छ त्यसले गर्दाखेरि नक्सामा प्रयोग गर्ने अक्षरको जुन साइज छ त्यसले त्यो जुन के भन्छ त्यो वस्तु छ त्यसको महत्त्वलाई पनि त्यसले दर्शाउनुपर्छ यति कुरा पनि तपाईँले बुझिदिनु पर्यो ल यसलाई हामीले के भनौँ त भन्दाखेरि अक्षर कस्तो हुने भन्ने कुरा हामीले बुझ्यौँ तपाईँको चाहिँ अब हामीले के बुझ्यौँ त भन्दाखेरि अब हाइड्रोग्राफिक पिक्चर भयो वा ल्यान्ड फर्म भने इटालिक हुँदो रहेछ एडमिनिस्ट्रेटिभ तपाईँको एकाइ छ भनेदेखि अप्पर केस हुँदो रहेछ अरू भयो लोवर केस पनि हुँदो रहेछ विभिन्न टाइपको हामीले फन्ट प्रयोग गर्न सक्दो रहेछौँ साइज भन्ने पनि हुँदो रहेछ साइज भनेको पोइन्टमा नामिँदो रहेछ 1 पोइन्ट भनेको 0.35 mm हुँदो रहेछ नक्सामा प्रयोग गर्ने मिनिमम साइज भनेको 3.8 mm हुँदो रहेछ नक्सामा प्रयोग गर्ने अक्षर बिचको अप्टिकल डिस्टेन्स हुँदो रहेछ भनेर हामीले बुझ्यौँ भने यो सबैको चाहिँ साइजको बारेमा हामीले धेरै कुराहरू गरियो बुझ्नु पऱ्यो अब अर्को विषय रहेछ के हो त भन्दाखेरि तपाईँको चाहिँ नि टोपोनोमी भन्छ नेम प्लेसमेन्ट अर्को एउटा हामी टाइपोग्राफी पढ्यौँ अक्षर कस्तो हुने भन्ने विषय हामी त्यसले
त्यसलाई राख्ने विषय नक्सामा सहीसँग राख्ने विषय भनेको के हो त नेम प्लेसमेन्ट तपाईँको चाहिँ नि मैले उदाहरण दिने गएको जस्तै तपाईँले चाहिँ के गर्नुभयो त भन्दाखेरि फ्यान किन्न ल्याउनु भयो एसी किन्नुभयो रुमका लागि कोठाका लागि एसी गर्मी छ अहिले त गर्मी आउनु लाग्यो गर्मी छ एसी किन्ने कुरा एसी कस्तो हुने भन्ने विषय हामीले माथि कुरा गर्यौँ कस्तो हुनु पर्यो एसी भन्ने कुरा तपाईँको चाहिँ हामीले के बनाउँ त भन्दाखेरि यहाँनिर कुरा गऱ्यौँ तपाईँको चाहिँ के भयो त भन्दाखेरि यसको हामीले के गर्यौँ स्टाइल कस्तो हुने फर्म कस्तो हुने साइज कत्रो हुने भन्ने विषय के हो त त्यो चाहिँ एसी किन्दाखेरि ध्यान दिनुपर्ने कुरा हो त्यो चाहिँ के भयो त भन्दाखेरि अक्षर कस्तो हुने भन्ने विषय भयो त्यसलाई कहाँ र कसरी राख्ने भन्ने कुरा चाहिँ के हो त नेम प्लेसमेन्ट त्यो एसी किनिसकेपछि एसीलाई कहाँ राख्ने त कसरी राख्ने त भन्ने विषय चाहिँ के हो यसको नेम प्लेसमेन्टको विषय भयो त्यसरी हामीले बुझ्नु पर्यो अब नेम प्लेसमेन्ट के हो त भन्दाखेरि म्यापमा राखिएको नामले क्वालिटीमा नक्साको क्वालिटीमा प्रभाव पार्ने नामलाई विशेष ध्यान दिनुपर्छ राम्रो आउँछ लेखेन भने के हुन्छ नक्सा इन्फर्मेटिभ हुँदैन एट्र्याक्टिभ हुँदैन त्यो कामै लागेन त्यसले गर्दाखेरि के गर्नु पर्यो नेम प्लेसमा सहीसँग लेख्नु पर्यो अब सबै नामहरू राख्दा के गर्नु पर्यो नर्थतिर फर्काएर राख्नु पर्यो नत्र हामीले पढ्नै सक्दैनौँ फर इक्जाम्पल तपाईँको मम्मीले यसरी लेख्यो भने AMI अब यस्तो लेख्यो भने कसरी बुझ्ने यो त के लेखा थाहा भएन नि हुनुपर्ने AMI अम्मी लेख्नु यसो उल्टो लेख्यो भने काम लाग्यो त लागेन बुझिएन त्यसले गर्दाखेरि हामीले के गर्न लेख्नु पर्यो कुनै पनि नामको कुनै पनि विषयको लागि हामीले नाम लेख्दाखेरि नक्सामा जहिले पनि नर्थ अगाडि पढ्ने हो तपाईँ नाम लेख्दाखेरि पनि के लेख्नु भन्दाखेरि नर्थ अगाडि त्यो कुरा हामीले बुझ्नु पर्यो नर्थ अगाडि हामीले लेख्न पनि हाम्रो नक्सा पढ्नु सक्दैन त्यो विचार गर्नु पर्यो अनि अर्को कुरा के हो त भन्दाखेरि नाम राख्दा जुन अक्षरको लागि नाम राखिएको सो प्रष्ट हुने राख्नु भनेको के हो त तपाईँको यहाँ हेर्नुहोस् त पहिलो चित्र हेर्नुहोस् त रङ भनेको छ यसरी नाम राख्यो यो कुनको लागि कुन लेख्यो कुनसँग जुटेको छ के गरेको छ पुरै भद्रगोल छ नाम ठाउँको नाम लेख्यो तल्लोपट्टि हेर्नुहोस् त ए नाम त सेम लेखेको हो नि त यहाँ रक हिल लेख्यो यसलाई रक हिल लेख्यो मनोरै लेख्यो यसलाई मनोरै लेख्यो बेगल्यान्ड लेख्यो यसलाई लेख्यो यो क्लियर भयो सबै यसको नाम लेख्यो यो लेख्यो यसको ग्रिन भिलले यहाँ लेख्यो तपाईँको चाहिँ यसको नाम यतापट्टि लेख्यो यहाँ नाम हेर्नुहोस् यहाँ जिगज्याग भएको छ कुनको लागि के लेखेको प्रष्ट भएको छैन तलपट्टि के गरेको छ एकदम क्लियर भएको छ भनेपछि के गर्नु पर्यो त भन्दाखेरि जुन फिचरको लागि नाम लेख्न खोजिएको सो कुरा एकदम प्रष्ट हुने गरी नाम लेख्नु पर्यो त्यो भन्यो भने त राम्रो भयो तपाईँको चाहिँ प्रष्ट हुने गरी लेख्यो भने के काम लाग्यो कामै लागेन के लेखे कुन लेखे भन्दाखेरि जुन अब्जर्भको लागि नाम राखिएको प्रष्ट हुनु पर्यो विषय यो विषय यो चित्रले भन्दाखेरि अब लिने विषयको लागि नाम लिने भने के गर्नु पर्यो भन्दाखेरि फिचरसँग प्यारलल हुँदै लेख्नुपर्छ तपाईँको कुनै पनि लिने विषयको लागि नाम लेख्नु पर्यो के गर्नु पर्यो फिचरसँग प्यारलल हेर्नुहोस् त यहाँ फिचर छ नि अल्बर्ट क्यानल अब तपाईँको चाहिँ नि लामो खालको नदी छ भनेदेखि तपाईँको रिप्लेस पनि सक्नुहुन्छ रिपिटेसन अफ नेम इज एलोड भन्छ लोरे भन्ने नाम यहाँ पनि राख्यो यहाँ पनि छ भने अब तपाईँको चाहिँ नि यसरी लेख्दाखेरि नाम छ बुझेन नाम यसरी लेख्नु भएन यसरी लेख्नु पर्यो यहाँ लेख्नु यहाँ राम्रो भयो यसरी लेख्नु पर्यो अब तपाईँको चाहिँ नि विल्ड रिभर यसरी लेख्दा यहाँ लेखेको राम्रो भयो नि त बुझ्यो भनेको के हो त तपाईँको लिनियर फिचरसँग प्यारलल हुने गरी लेख्नु पर्यो प्रश्नसँग बुझिने गरी लेख्नु पर्यो त्यो कुरा भयो लिनियरको लागि नाम गर्दा फिचरसँग प्यारलल हुने गरी अब अर्को कुरा के हो त भन्दाखेरि लिनियरको लागि नाम राख्नु पर्यो भनेदेखि फिचरको प्यारलल हुने गरी राख्नुपर्छ भन्ने विषय भयो अब यदि हामीले एरिया फिचरको लागि नाम राख्नु पर्यो भनेदेखि एरियाको भित्रबाट अल्टरनेटिभ नारायणी रोयल प्यालेस लेखेको छ हेर्नुहोस् त भित्रबाट लेखेको छ नाम सबै सेन्ट्रल लेखेको छ कता फैलावटतिर लेखेको छ तपाईँको चाहिँ नि लेख्दाखेरि के गरेको छ त भन्दाखेरि तपाईँको चाहिँ नि ट्याक्क भित्रबाट लेखेको छ यसले चाहिँ तपाईँको एरिया फिचरलाई यसले बुझायो अब लेटर स्पेसिङ अफ युज टु बेटर इन्डिकेट द एक्सटेन्ट अफ द फिचर नेम भनेर भन्छ त्यो लेख्दाखेरि के गर्नु पर्यो स्पेस कसरी मेन्टेन गर्नु पर्यो हामीले भन्दाखेरि त्यो फिचरको जुन एक्सटेन्ट छ त्यसलाई चाहिँ मेन्टेन गर्ने गरी लेख्यो भने के हुन्छ त्यसले एकदमै राम्रो गर्छ सजिलो गर्छ भनेर भन्छ त्यो कुरा के भयो त भन्दाखेरि नेम प्लेस भयो अब नदीको नाम राख्दाखेरि सकभर थप कुरा के भन्छ त भन्दाखेरि नदीको नेमिङ गर्नुपर्दाखेरि सकभर नदीको जुन फ्लो डिरेक्सन छ त्यो मेन्टेन होस् भन्छ सकभर यसरी बगेको नदी छ भने बागमती नदी भने कसरी लेख्ने भन्छ भन्दाखेरि BAGMATI बागमती RIER यसरी नदीको फ्लो डिरेक्सन भन्छ तर सधैँ नदीको फ्लो
के गर्नु पर्यो भन्दाखेरि जसरी मिल्छ त्यसरी नाम दिनुपर्ने हुन्छ सकभर फ्लोटेसन फलो गर्ने हुन्छ जस्तै तपाईँको चाहिँ यसरी नदी बगेको छ भने यो नदीमा त फ्लोटेसन मिल्दैन फ्लोटेसन त यतापट्टि भयो अब हामीले बी ए जी एम यसरी लेख्नु त भएन कुरा अथवा तपाईँको चाहिँ यसरी सिधै लेख्यो भने पनि ल यसमा तपाईँको चाहिँ नि यो यसरी नदी बग्यो भने बी ए जी एम ए टी यसरी लेख्न सकिएन भने उल्टो भयो त भनेपछि हामीले नदीको नामलाई सकभर नदीसँग प्यारल गरेर लेख्ने हो तर सधैँ जरुरी छैन कि प्यारल लेखोस् त्यति कुरा हामीले बुझ्नु पर्यो यो पिलकोड भनेको अघि जसले भन्नुभएको थियो नि यो के भन्छ स्क्राइबिङको कुरा गर्नुभएको थियो नि स्क्राइबिङको टर्ममा आउने भयो यो पिलकोड भनेको एरियाका लागि प्रयोग गरिन्छ पिलकोड भन्ने विषय रिभर साउथ इस्ट डिरेक्सनमा भए साउथ इस्ट डिरेक्सनमा भए भन्दा भएन रिभर साउथ इस्ट डिरेक्सनमा बगेको भए भन्नु पर्यो साउथ भने कता यता त भने साउथ इस्ट भनेको साउथ इस्ट उत्तर पूर्व भने त यता भयो साउथ इस्ट भनेको यसरी बग्यो साउथ इस्ट त यो साउथ इस्ट बगेको छ भने साउथ इस्टले नगदी बग्यो भने त यसरी हामी यसै नाम लेख्न मिल्छ साउथ इस्ट बगेको छ भने तपाईँको चाहिँ नि नदीको नाम यसै लेख्न मिल्छ यदि कुनै नदी साउथ वेस्ट बगेको छ भने चाहिँ साउथ वेस्ट कुनै नदी बग्यो दक्षिण पश्चिम बग्यो भने चाहिँ नाम कसरी लिनुपर्छ हामीले भन्दाखेरि तपाईँको चाहिँ नि साउथ इस्ट यसरी लिनु पर्छ यता फर्काएर लिनु पर्यो भनेपछि के भयो त बी ए जी एम ए टी आई नर्थ इस्ट फर्काएर नाम लिनुपर्छ साउथ इस्टमा साउथ इस्ट लेख्न मिल्छ साउथ इस्ट फर्केको नदी नाम त साउथ इस्ट फर्काएर लेख्न मिल्छ साउथ इस्ट फर्केको नदीका लागि यदि साउथ वेस्ट फर्केको नदी छ नदीको नामाकरण गर्नु पर्यो भने चाहिँ हामीले नर्थ इस्ट फर्काएर लेख्नुपर्छ त्यसरी भन्न सकियो सामान्य रुल के भयो त भन्दाखेरि तपाईँको चाहिँ सम्भव भएसम्म तपाईँको नदीको फ्लो डिरेक्सन मिलाउने फ्लो डिरेक्सन मिलाउँदाखेरि मिल्यो तपाईँको चाहिँ तपाईँको नर्थतिर फर्क्यो भनेदेखि फर्क्यो होइन भनेदेखि हामी जताबाट पढ्न सकिन्छ त्यतैतिर फर्काएर हामीले नाम लेख्ने गर्नुपर्छ भनेर यति कुरा मैले गरेँ तपाईँलाई म इक्जाम्पल दिन्छु नाम कस्तो रहेछ कसरी लेखेको रहेछ भन्ने विषयमा म्याप खोलेर तपाईँलाई देखाउँछु नेमिङको विषय यति नै छ अब तपाईँलाई मैले यसरी के देखाउँछु त भन्दाखेरि म्याप डाउनलोड हिजो डाउनलोड गरेर तपाईँलाई म्याप देखाउँछु म्याप देखाएर त्यहाँबाट म तपाईँलाई चाहिँ यसरी यसरी हुनसक्छ भनेर तपाईँलाई म गर्छु तपाईँको चाहिँ यहाँ नेमिङको कुरा हेरौँ र तपाईँको अक्षर कस्तो हुन्छ भन्ने पनि हेरौँ प्लस नेमिङको कुरा पनि हेरौँ दुईटै कुरा हामीले अघि भनेको कुरा यहाँ व्यवहारिक रूपमा बुझौँ है त तपाईँ ध्यान दिएर सुन्नु होला नदीको नाम यहाँ नदी पनि छ भने अब एउटै यहाँ कसरी नाम ल्याए पनि बुझिन्छ यहाँ जस्तै अब हामी हेरौँ त के त भन्दाखेरि जस्तै अब यहाँ हेर्नुहोस् है नदीको नाम केमा लेख्यो रातो खोला लेख्यो फेसुवा खोला भने रातोमा लेख्यो नाम के अरे निलोले लेख्यो यो के छ निलोले सँगसँगै के भन्दाखेरि यो तपाईँको चाहिँ नि ब्लू कलर राखेको छ नदीको नाम थाहा भयो यो आहाले भन्ने एउटा पालिका रहेछ क्यापिटल लेखेको छ लेखेको छ होइन तपाईँको चाहिँ नि महाभारत लेक लेख्यो इटालिकमा छ यो ब्ल्याक अक्षर लेखेको छ अक्षर ब्ल्याक छ इटालिक छ महाभारत लेक लेख्यो यो सबै क्यापिटल महाभारत लेक स्मला लेख्यो इटालिक लेख्यो यो तपाईँको आहाले भन्ने कुरा तपाईँको चाहिँ यो तपाईँको चाहिँ नि गाविस वा पालिकाको अब पुरानो भएपछि त गाविस होला गाविसको यहाँ सिमाना पनि छ यहाँ नाम राख्यो क्यापिटल लेख्यो नाम अरू ठाउँको नाम लेखेको छ ठाउँको नाम नम्बर लेखेको छ यो कन्या डाँडा लेख्यो यो तपाईँको चाहिँ नि ल्यान्ड फर्म भएपछि यो इटालिकमा छ यो तपाईँले बुझ्नु पर्यो कसरी नेमिङ भनेको चाहिँ तपाईँको चाहिँ नि अब चौरी बास खोला भनेको छ यो पनि तपाईँको खोलासँग प्यारल गरेर लेखेको छ चौरी बास ठाउँको नाम लेख्यो यसरी लेखेको छ होइन यसरी कुरा भयो तपाईँको कोशी राजमार्ग यहाँ लेख्यो यसरी यहाँ मिलेको ठाउँमा लेखेको छ नि अन्त पनि लेखेको होला कोशी राजमार्ग यतातिर रहन्छ तलतिर कतैतिर एक ठाउँ लेख्यो भने अन्त पनि लेख्न सकिन्छ तपाईँ कोशी राजमार्गको अन्त पनि लेखेको हुनसक्छ नहुन पनि यहाँ तपाईँ कोशी राज यहाँ पनि लेखेको छ कोशी राजमार्ग भनेको एउटै नाम मल्टिपल स्थानमा पनि लेख्न सकिन्छ तपाईँको स्यान्ड एरिया भन्नुभएको थियो अघि स्यान्ड एरिया बाहिरपट्टि तपाईँको चाहिँ नि ढिलो देखायो भित्रपट्टि के देखायो भन्दाखेरि तपाईँको चाहिँ सिधो सिधो डट लाइन देखायो यो भयो के त भन्दाखेरि स्यान्ड एरिया भयो यो जमिन जुन छ यो दलदल टाइपको जमिन भयो यो तपाईँको चाहिँ नि सानसाना घाँस उब्रेको टाइपको भयो यो तपाईँको कल्टिभेसन टाइप ल्यान्डहरू भयो अब हाम्रो तपाईँको चाहिँ नि नदीको नाम यहाँ यसरी नामाकरण गरेको हुन्छ मैले ठुलै नदीबाट
रहेछ यी सुकुटी खोला रहेछ सुकुटी सेउती खोला सेउती खोला भन्ने सेउती खोला भन्ने रहेछ यसको पनि तपाईँको चाहिँ नि यो नाम लेखेको छ है खरे खोला भन्यो नदी त पक्कै पनि त साउथतिर बग्छ हाम्रो नदी यहाँ नाम चाहिँ के लेख्यौँ यसरी लेखेको छ खरे खोला पढ्न सक्ने लेख्नु पऱ्यो नि त त्यसले गर्दा सधैँ प्रोटेक्सन दिने छैन तपाईँको चाहिँ डेन्स फिक्स्ड फरेस्ट भन्ने छ ठाउँको नाम लेखेको यो नदीको नामहरू प्रायः के छ सबै इटालीको लेखेको छ तपाईँले खरे खोला इटालीको स्मल लेखेको छ अरू ठाउँको नामहरू के लेखेको छ भन्दाखेरि सुरुको अक्षर क्यापिटल अरू स्मल लेखेको छ यो यसरी भयो यो के भन्दा भन्दाखेरि कसरी लेख्ने भन्ने विषय तपाईँको चाहिँ नि हेर्नुहोस् त फर इक्जाम्पल ठाउँको नामहरू तपाईँले हेर्नुभयो भनेदेखि सुवर्णटार यहाँ बोल्दो रहेछ भने सुवर्णटार भन्ने ठाउँको नाम यहाँ लेख्यो यसरी भन्दाखेरि यो के हो त भन्दाखेरि कस्तो हुने भन्ने विषय भयो कसरी लेख्ने भन्ने विषय भयो त्यो दुईटै विषय भनेको के हो त नेम प्लेसमेन्ट एउटा विषय भयो टाइपोग्राफी तपाईँको चाहिँ नि अक्षरको बारेमा अध्ययन गर्ने अर्को विषय तपाईँको यो धरान हेर्नुहोस् त धरान क्यापिटल एरिया छ धरान क्यापिटल एरिया छ अरू तिम्रो नारायण चोक भन्यो वीरेन्द्र चोक भन्यो किराँत चोक भन्यो होइन यो विभिन्न ठाउँको नामहरू लेखेको छ यो के लेखेको छ क्याम्पस भनेको सानसानो लेखेको छ यो रातो भनेको के हो यसरी नेम प्लेसमेन्ट र टाइपोग्राफी बारेमा सम्पूर्ण टाइपोग्राफी भन्ने राखेको छ त्यसले गर्दाखेरि अक्षरको सही प्रयोगले पनि अघि भर्खर हामीले तपाईँलाई मैले तपाईँलाई सेयर गरेँ यहाँ हेर्नुहोस् त यहाँ ठाउँको नाम कुनैसँग कुनै जुन गरी लेखेको छ नि यो ठाउँ भनेको तपाईँको चाहिँ चिमाक्ली भन्ने रहेछ ठाउँ विभिन्न ठाउँको नामहरू छ दुर्गा चोक भन्ने रहेछ यहाँ रतन चोक भन्ने रहेछ होइन तपाईँको मङ्गलबारे चोक मार्केट थर्सडे भनेको होइन मङ्गलबारे चोक मार्केट थर्सडे ट्युजडे मार्केट रहेछ मङ्गलबारे भन्दाखेरि युवासँग जुन गरी लेखेको छ नि धेरै छ नि होइन बिपी कोइराला स्वास्थ्य विज्ञान बिपी कोइराला हेल्थ साइन्स इन्स्टिच्युट रुपा क्याम्प भन्यो यसरी राखेको एरिया कभर गर्ने ट्याक्क यति एरिया रहेछ यसको यहाँ मजाले भित्रबाट लेखेको छ भनेपछि यहाँ नामहरू जोडेको छ विचार गरेर लेखेको छ यो भनेको एउटा छ जोड्योभन्दा काम लागेन दन्तकाली मन्दिर यहाँ लेख्यो होइन सबै कुरा विचार गरेर लेखेको छ गणेश चोक लेख्यो क्याम्पस भनेपछि यो नाम जोड्यो भने के हुन्थ्यो नक्सा ट्र्याकिङ हुँदैन होइन यो कुरा हामीले बुझ्नु पर्यो ल अब बाँकी के हो त भन्दाखेरि लेआउटको डिजाइनको कुरामा हामी लेआउटको कुरामा यही हेर्न सक्छौँ हामी यो लेआउट केमा छ त यसको लेआउट भन्दाखेरि ल्यान्डस्केप यस्तो ठाडो लेआउट छ यसको हेर्नुहोस् त ठाडो लेआउट छ तपाईँ नेपालको अनुसार हेर्नु भने तपाईँको के तेर्सो लेआउट तेर्सोतिर बढी छ यो हाम्रो ठाडो लेआउट भयो लेआउटमा हामीले के ध्यान दिनुपर्छ भन्दाखेरि कहाँ चाहिँ स्केल राख्ने कहाँ टाइटल राख्ने कहाँ सिट नम्बर राख्ने कहाँ लिजेन्ड राख्ने यो सबै विषय